गुगलको फर्स्ट पेजमा आएर भएन, मेरो मुटुको फर्स्ट पेजमा आउनु पर्यो। नबिल बैंक इज अ भेरी गुड एक्जाम्पल अफ एथिकल बिजनेस। वाइ मेरो नजरमा इज नट अ ग्रेट ब्रान्ड। मलाई कस्टमरले चाहिएको चिज किन्दैन, कस्टमर बौला, कस्टमर रासनल छैन। मिलेनियल कस्टमर र जेनजी कस्टमरमा भयङ्कर ठुलो फरक छ। द ट्रेडिसनल मार्केटिङ विल बी रिडन्डेन्ट। एभ्री कम्पनी हेज टु बी अ मिडिया कम्पनी। नमस्ते, म रविन्द्र घिमिरे। ओपन माइक डायलग्स एक्सपर्ट टक्सको यो विशेष एपिसोडमा यहाँहरू सबैलाई स्वागत छ। आज हामीसँग गेस्टको रूपमा हुनुहुन्छ कृष्ण खनाल। उहाँ एसिस्टेन्ट प्रोफेसर अफ मार्केटिङ एन्ड एथिक्स किङ्स कलेजमा हुनुहुन्छ र उहाँको पढाइको कुरा गर्ने हो भने एमएससी इन बायोटेक्नोलोजी, एमएससी इन वाटर साइन्स, त्यस्तै गरी एमबिए इन इन्टरनेसनल बिजनेस गर्नुभएको छ र उहाँसँग विभिन्न देशहरूमा काम गरेको एक्सपिरियन्स छ, जस्तै जर्मनी, फ्रान्स, सिङ्गापुर, एन्ड हि इज भेरी प्यासनेट अबाउट मार्केटिङ। एन्ड उहाँले चाहिँ विभिन्न कर्पोरेट हाउसहरू र इन्टरनेसनल अर्गनाइजेसनहरूलाई ट्रेनिङ पनि दिँदै आउनुभएको छ। र आजको यो एपिसोडमा चाहिँ हामी नेपालको मार्केटिङ, यो इथिक्स, मार्केटिङमा एआईको इम्प्याक्ट र ओभरअल नेपाली मार्केटिङ फ्रम थ्योरी टु रियालिटी भनौँ, त्यो बारेमा कुराकानी गर्नेछौँ। कृष्ण सर, वेलकम टु ओपन माइक डायलग्स। थ्याङ्क यू रविन्द्र सर, मलाई यो पोडकास्टमा बोलाइदिनु भएकोमा लभ एन्ड ग्रेटिट्युड। हजुर, हस्। यो पोडकास्ट सुरु गर्नुभन्दा अगाडि आफ्नो एउटा छोटो परिचय राखिदिनु होला। मैले पनि भने सायद कति न्याय गरेँ। छोटो परिचयदेखि सुरु गरौँ, अनि म क्वेसनहरू अगाडि बढाउँछु। हस् सर, मेरो त्यस्तो खतरा परिचय छैन। म एउटा सामान्य टिचर हुँ। म किङ्स कलेज काठमाडौँमा पढाउँछु। बिहान मेरो अफिस टाइमिङ चाहिँ बिहान 6:30 देखि 3 बजेसम्म छ। सो आई एम फुल टाइम अकुपाइड विथ किङ्स कलेज। मेरो काम चाहिँ मार्केटिङ पढाउने, त्यसपछिबाट मार्केटिङ रिलेटेड आर्टिकल्सहरू लेख्ने, त्यसपछिबाट समय मिलेको बेलामा चाहिँ यही नेपालमा मार्केटिङका कुरा गर्ने। एउटा आई रियली वान्ट टु राइट अ न्यू न्यारेटिभ अफ मार्केटिङ। जुन मार्केटिङ चलिरहेको छ, त्यो मार्केटिङमा समस्या छ, त्यो मार्केटिङमा प्रब्लमहरू छन्। हाउ क्यान वी राइट अ न्यू न्यारेटिभ अफ मार्केटिङ भन्नेमै काम गरेर आउँछु। बाँकी चाहिँ तपाईँलाई मेरो परिचय सोध्नुहुन्छ भने, सो आई एम नट someone who has a prior big educational background in business. म मोस्टली चाहिँ साइन्सबाट, माइक्रोबायोलोजी, बायोटेक्नोलोजीबाट बिलोङ गर्छु। अनि आई हेभ वर्कड मोस्ट अफ द टाइम इन दोज इन्डस्ट्रिज। त्यसपछिबाट यो एज अ प्रोफेसर अफ मार्केटिङ पढाउने चाहिँ मेरो लागि पनि नयाँ हो नि त। पढाउनु लागेकै 13 वर्ष भयो, तर एडुकेसनल ब्याकग्राउन्ड हेर्ने भने आई एम completely new to this field when compared to what I did in my bachelor's and master's. हजुर, हस्। सर, यो हजुरले भनिहाल्नुभयो, यो एकाडेमिक जर्नी चाहिँ यो बायोटेक्नोलोजीमा, वाटर साइन्समा स्टार्ट भयो र पछि यहाँले चाहिँ यो बिजनेसतिर पनि स्विच हुनुभयो। तपाईँलाई चाहिँ यो के कुराले गर्दा चाहिँ यो मार्केटिङतिर, यो बिजनेस इथिक्सतिर चाहिँ के कुराले स्ट्राइक गरेर चाहिँ त्यो पाथतिर स्विच हुनुभयो? हजुर, म चाहिँ खासमा यही इन्डस्ट्रीमा काम गर्न चाहन्थेँ। त्यसपछिबाट when I was in Germany, म जर्मनीमा जब काम गरिरहेको थिएँ, त्यसपछि के भएको थियो भन्नुहुन्छ भने, आई वाज इन्टु बायोटेररिजम। मेरो काम चाहिँ बायोटेररिजम भनेको चाहिँ अल कायदाहरू, आइएसआइएसहरू, यो टेररिस्ट अर्गनाइजेसनहरूलाई चाहिँ बायोलोजिकल वेपन्सको क्यापेबिलिटी कति छ, उनीहरूले बायोलोजिकल वेपन्स बनाउन सक्छ कि नै भन्नेमा मेरो काम गर्नु थियो। तर त्यो जबमा एउटा ठुलो प्रब्लम के थियो भन्नुहुन्छ भने, काम चाहिँ आफूले जिन्दगीभर पढाएको छ माइक्रोबायोलोजी, बायोटेक्नोलोजी, काम गरिरहेको छ फेरि इन्टरनेसनल रिलेसन्स, काउन्टर टेररिजममा एउटा त्यो थियो। अनि चाहिँ काउन्टर टेररिजम आफैमा रिस्की थियो। त्यसपछिबाट आमा बुवालाई पनि मन नपर्ने, छोरोले के काम गरे आयो जस्तो लाग्ने। त्यसपछि आई थोट आई निड टु कम ब्याक टु नेपाल। म नेपालमा आएँ। नेपालमा आएपछि आई स्टार्टेड लुकिङ फर अ जब। तर मेरो लागि यहाँ काउन्टर टेररिजम, इभन माइक्रोबायोलोजी, बायोटेक्नोलोजी रिलेटेड फिल्ड्समा कति पनि जब थिएन। त्यसपछि मलाई मैले एमबिए पनि गराएको थिएँ, डिस्टेन्स गराएको थिएँ, कहिले कलेज नगइकन पढाएको थिएँ, तर मसँग डिग्री चाहिँ थियो। त्यसपछि आई थोट आई सुड टिच दिस वान। किन भन्नुहुन्छ भने, काम गरेको एक्सपिरियन्स त छ। मैले एक्सामा बिजनेस डेभलपमेन्टमा काम गरेको थिएँ, बसमा काम गरेको थिएँ, काम गरेको एक्सपिरियन्स छ, तर प्राय ब्याकग्राउन्ड पो छैन
अहिलेबाट एमबिए को डिग्री द्याट्स हाउ माई जर्नी इन्टु टिचिङ अफ मार्केटिङ स्टार्टेड हेर्नुहोस्। त्यही भएर यो कुनै इच्छाले या म यो सब्जेक्टलाई मन पराउँछु भनेर सुरु भएको विषय थिएन, यो मेरो बाध्यता थियो। किन भन्नुहुन्छ भने बाँकी फिल्डहरू नेपालमा त्यति पपुलर पनि थिएनन्, अनि त्यहाँ पैसा पनि थिएन, अनि नर्मली कलेजहरू पनि थिएनन् जसले चाहिँ काउन्टर टेरोरिजम बायोटेरोरिजममा काम गर्नु, अनि बायोटेक्नोलोजी र माइक्रोबायोलोजीमा कलेजहरू त थिए, तर त्यहाँ चाहिँ मैले सिग्निफिकेन्टली टाइम चाहिँ ल्याबोरेटोरीमा बिताउनु पर्थ्यो। अनि मलाई बोल्न पर्छ, चल्न पर्छ, जुन चिज चाहिँ मैले ल्याबमा गर्न सक्दैन थिएँ। सो आई थट दिस कुड बी अ करियर। त्यसपछि 2 वर्ष 3 वर्ष 4 वर्ष त्यसपछिबाट आई स्टार्टेड लाइकिङ दिस फिल्ड, अनि द्याट्स हाउ इट ह्यापन। त्यही भएर यो बाध्यता थियो, रहर पनि होइन सायद यो फिल्डमा आउनु चाहिँ। हजुर, हस्। र हजुरले भन्नुभयो जस्तो बाहिर हुँदाखेरि जर्मनी अब यो फ्रान्समा काम गर्दाखेरि चाहिँ यहाँले त्यो अलिअलि बिजनेस रिलेटेड कुराहरू एक्सपिरियन्स गर्नुभयो। जस्तो त्यसपछि चाहिँ तपाईँ नेपालमा मार्केटिङ फिल्डमा स्विच हुनुभयो। त्यो जुन वर्क स्विच गर्दाखेरि चाहिँ नेपालमा कस्तो केही कल्चरल सकहरू इन्डस्ट्री रिलेटेड अथवा फिल्ड रिलेटेड के भेट्नुभयो तपाईँले? हजुर, त्यो चाहिँ सुरुमा चाहिँ जब जर्मनीबाट नेपाल आइयो, जब स्पेसली युरोपमा, सिङ्गापुरमा, जहाँ चाहिँ एउटा भयङ्कर ठुलो मेरो लागि चाहिँ कल्चरल सकर नै थियो, त्यो भनेको चाहिँ कन्ट्र्याक्ट। हेर्नुहोस् त, जस्तो जर्मनीमा के थियो भन्नुहुन्छ भने कन्ट्र्याक्टहरू चाहिँ यसरी इन्फोर्स गराइन्छ नि, कन्ट्र्याक्टमा विश्वास हुन्छ। नेपालमा कन्ट्र्याक्टको केही महत्त्व नै छैन, कन्ट्र्याक्ट्स आर ब्रोकन लाइक एनिथिङ भने एउटा पहिलो त्यो चिज थियो त्यहाँ चाहिँ। अनि कस्तो थियो भन्नुहुन्छ भने जर्मनी एज अ कन्ट्री वाज भेरी मच सिस्टम ओरिएन्टेड, नेपाल एज अ कन्ट्री इज भेरी मच रिलेसनसिप ओरिएन्टेड। हेर्नुहोस्, यहाँ सम्बन्धका आधारमा बिजनेस हुन्छन् भने जर्मनीमा चाहिँ हजुरको प्रोसेस हेरिन्छ, तपाईँको क्यापेबिलिटिजहरू हेरिन्छ। जर्मनी इभन सिङ्गापुर वाज भेरी भेरी सिस्टम ओरिएन्टेड, नेपाल वाज मोर अफ रिलेसनसिप ओरिएन्टेड। अनि नेपालमा चाहिँ अर्को चाहिँ टाइम बजार बेगिसियो। मलाई सोध्नुहुन्छ भने जर्मनीमा 3 बजे भनेको 3 बजे डट सुरु हुन्थ्यो, यहाँ 3 बजे भनेको 5 पनि बज्छ, 6 बज पनि बज्छ। अनि 6 बजे पर्खिसकेपछि एकजना कोही आएर भनिदिनुहुन्छ म आउन पाएन भन्छ। सो टाइम इज अ भेरी भेरी बिग इस्यु हियर। अनि अर्को चिज कन्टेक्स्ट पनि धेरै फरक छ। हजुरले हेर्नुहुन्छ भने इन जर्मनी नो वाज अर नो, नेपालमा चाहिँ नाइ भन्ने संस्कारै छैन। जस्तो म तपाईँलाई रमनजीले मलाई के माग्नु दिने क्यापेबिलिटी भयो, मसँग छैन र हुन्छ हेरमला भन्छु। अनि त्यो भनेको नो पनि होइन, यस पनि होइन। इन जर्मनी इफ आई क्यान गिभ यु द मनी और प्रोबाब्ली आई क्यान गिभ यु द हेल्प, यु वान्ट इट, यु वान्ट, आई से नो एन्ड नो इज अ नो। यो चाहिँ अर्कै कन्टेक्स्टमा छ। हेर्नुहोस्, यहाँ चाहिँ त्यही मैले देखेका 3-4टा चिज जुन मलाई अहिले यो पोडकास्टमा ठ्याक्कै याद भएको, एउटा चाहिँ नेपाल चाहिँ अति रिलेसनसिप ओरिएन्टेड छ, सिस्टम ओरिएन्टेड छैन। दोस्रो चिज चाहिँ नेपालमा चाहिँ हजुरले कन्ट्र्याक्ट्सहरू आर नट एट अल इन्फोर्सेबल। कन्ट्र्याक्ट्सहरू जसले जतिखेर मलाई तोडेको देखेर हुन्छु। जर्मनीमा चाहिँ कन्ट्र्याक्ट्सहरू भेरी मच इन्फोर्सेबल, जे कन्ट्र्याक्टमा लेखेको छ त्यसको तलमाथि हुन त। अनि अर्को चाहिँ टाइम इज अ बिग इस्यु हियर। जर्मनी वाज अल अबाउट पङ्क्चुअलिटी। 3 भनेको 3 हो, यहाँ 3 भनेको 6 पनि हुनसक्छ, 3 भनेको अर्को दिनको 3 पनि हुनसक्छ। टाइम्स आर नट एट all valued. हजुर, र जस्तै यो फिल्डको कुरा गर्दाखेरि चाहिँ अलिकति नेपालमा चाहिँ मार्केटिङ स्टडिजको पनि कुरा गरौँ स्टुडेन्टहरूलाई पनि होइन। कतिमा स्टुडेन्टहरूलाई चाहिँ सायद मार्केटिङ पर्स्यु गर्न मन लाग्छ होला होइन, तर अब स्टुडेन्ट्स चाहिँ स्टिल अलिअलि सेफ डिग्री चाहिँ प्रिफर गर्ने हो कि के हो? अब अहिले कस्तो छ, एटलिस्ट 10 वर्ष अगाडिसम्म चाहिँ त्यस्तै नै थियो। म आफै ग्रेजुएट हुने बेलासम्म पनि सिनारियो त्यस्तै थियो। म फाइनेन्स ग्रेजुएट हो। अब जस्तो फाइनल सेमिस्टरमा चाहिँ फाइनेन्स मार्केटिङ चुज गर्ने बेलामा चाहिँ मेजोरिटीले चाहिँ फाइनेन्स चुज गर्ने त्यस्तो ट्रेन्ड थियो। यो आफ्नो क्युरियोसिटी भन्दा पनि अलिक तिर जाने ट्रेन्ड छ नेपालमा। त्यसलाई कसरी हेर्नु भएको छ यहाँले? हजुर, यस्तो छ, हामीले के बुझौँ भने पहिले भन्दा परिवर्तन आछ, परिवर्तन आछ। तर त्यो परिवर्तन भयङ्कर ठुलो छ सायद छैन होला। त्यही भएर दुईटै चिज छ, परिवर्तन आछ, परिवर्तन आछ। तर परिवर्तन भयङ्कर ठुलो छ छैन। किन होला भन्नुहुन्छ भने कुनै पनि करियर, कुनै पनि
को पपुलारिटी डिसाइड गर्छ मैले कस्तो खालको जब पाउँछु। अझै पनि मलाई हजुरले सोध्नुहुन्छ भने सर्टेन सेक्टरहरू नेपालमा हबी हुन्, जब होइन। फर इक्जाम्पल हेर्नुहोस् त, तपाईँले आर्ट रिलेटेड कुनै सब्जेक्ट पढ्नुहुन्छ भने, तपाईँले पेन्टिङ भनौँ या फाइन आर्टको कुनै पनि रिलेटेड विधा पढ्नुहुन्छ भने द्याट डजन्ट मेक अ हार्ड कोर करियर। हेर्नुहोस् त, नेपालमा अझै पनि करियर भनेका डक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्ट हुन्। किन भन्नुहुन्छ भने त्यहाँ करियर पाथ प्रिडिफाइन्ड छ। हेर्नुहोस् त, म 4 वर्ष पढ्छु, म डक्टर बन्छु, म सरकारी हस्पिटलमा जान्छु या म आफ्नै क्लिनिक खोल्छु, त्यहाँ 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 करियर पाथ चाहिँ एक्ज्याक्टली डिसाइडेड छ। तर फाइन आर्ट्सहरूमा चाहिँ यु रियली डोन्ट नो वेदर देयर इज करियर अर नट। अनि यो समाजमा चाहिँ के छ भन्नुहुन्छ नि, समाजमा सर्टेन डिग्रीहरू बाहेक अरूलाई डिग्रीको रूपमा हेर्दै हेरिन्न। अनि अर्को, नेपाल एज अ समाज पनि अति रिस्क अभर्स होला। हामीले चाहिँ जुन जुन तपाईँले भन्नुभएको छ, हामी त्यही पर्टिकुलर डिग्रिजहरू छन् जसको पछि मात्र लाग्छौँ। अरू अरू इच्छाहरू भनौँ या एस्पिरेसन्सहरू भनौँ, त्यसले चाहिँ ठ्याक्कै जब बनाउँदैन। हेर्नुहोस् त, हाउ मेनी अफ वी क्यान से द्याट गेटिङ इन्टु स्पोर्ट्स क्यान मेक यु अ सिरियस क्यारियर, गेटिङ इन्टु म्युजिक क्यान मेक इन्टु अ सिरियस करियर। त्यो चाहिँ मलाई सोध्नुहुन्छ भने त्यही भएर एउटा दुईवटा चिज, एउटा मेरो समाजले चाहिँ रिस्कलाई त्यति धेरै, अनि सेफ्टी नेट हेर्नुहोस् न, नेपालमा सेफ्टी नेट नै छैन भनेपछि म रिस्क लिनै सक्दिनँ। अनि अर्को चिज चाहिँ, हामीले हरेक जबलाई के गर्छौँ भन्नुहुन्छ भने त्यसलाई हामीले चाहिँ त्यो जबले मलाई दाल चामल खान दिन्छ कि नै भन्ने दृष्टिकोणले हेर्ने भएको भएर पनि म त्यही डिग्री लिन चाहन्छु, म त्यही इन्डस्ट्रीमा जब गर्न चाहन्छु जहाँ चाहिँ जब पनि छन्, करियर पाथ पनि छ, जहाँ भयङ्कर ठुलो पनि भयङ्कर छ। अनि जस्तो जर्मनीमा चाहिँ भयङ्कर ठुला सेफ्टी नेट छन्, त्यही भएर म रिस्क लिन सक्छु। आई क्यान गेट इन्टु न्यू करियर्स, आई क्यान गेट इन्टु आर्ट्स। तर नेपालमा त्यो प्रकारको सेफ्टी नेट छैन, त्यही भएर मेरो सोसाइटीले पनि हेर्ने दृष्टिकोण पनि फरक छ। हेर्नुहोस् त, मेरो सोसाइटीले जसरी डक्टरलाई हेर्छ नि, मेरो सोसाइटीले त्यही नजरले एउटा डान्सर, एउटा प्लेयर, एउटा क्रिकेटर, एउटा फिल्म डिरेक्टर, एउटा पेन्टरलाई हेर्दैन। त्यही भएर समाजमा परिवर्तनको जरुरी छ। सायद मेरो देशमा चाहिँ भयङ्कर ठुला सेफ्टी नेट्सको आवश्यकता छ, जसले गर्दा आई क्यान गेट इन्टु थिङ्स द्याट नर्मली डोन्ट have predefined career path। जस्तो इक्जाम्पल, मुभी इन्डस्ट्री हुन सक्छ, म्युजिक इन्डस्ट्री हुन सक्छ, फाइन आर्ट्स हुन सक्छ। त्यही हजुरले भने चाहिँ, तर परिवर्तन छ, साँच्चै परिवर्तन छ। तर त्यो परिवर्तन चाहिँ नोटिसेबल, भिजिबल र भयङ्कर ठुलो छ, सायद छैन। हजुर। अब अलिकति अब हामी यो नेपालको मार्केटिङ कसरी अगाडि बढिरहेछ भन्ने बारेमा कुरा गरौँ होइन। यो ग्राउन्ड लेभल ट्रुथ अबाउट मार्केटिङ भनौँ यसलाई चाहिँ। जस्तो तपाईँ भन्नुहुन्छ मार्केटिङ चाहिँ इट सुड बी फन एन्ड ह्युमन भन्नुहुन्छ होइन। तर नेपालमा अहिले पनि अब जस्तो इन जनरल हेर्दाखेरि चाहिँ मार्केटिङ इट्स अल अबाउट जस्तो फेसबुक बुस्टिङ अथवा अब प्लेटफर्महरूमा पनि सबै डिस्काउन्टेड मार्केटिङ यस्तोहरू चाहिँ देखिन्छ। अलि यो इन जनरल मार्केटिङ चाहिँ अलिकति न्यारो जस्तो लाग्छ मलाई पर्सनली। मैले अझै पनि हेर्ने हो भने कस्तो देख्नुहुन्छ यहाँले? हजुर, इन्ट्रेस्टिङ। हेर्नुहोस् के भएको छ भन्नुहुन्छ, न्यारो भन्दा पनि हामी चाहिँ हाम्रो नेपालमा एउटा चिज कहिल्यै पनि भएन। हेर्नुहोस्, एउटा चाहिँ इन्ट्रेस्टिङ चिज चाहिँ, हामीले ब्रान्ड बिल्डिङ एक्सर्साइजहरूमा लङ टर्ममा कहिल्यै पनि ध्यान दिएनौँ। हाम्रा फोकसहरू जहिले पनि भ्यानिटी मेट्रिक्सहरूमा भए। भ्यानिटी मेट्रिक्स भनेको हाम्रो समाज चाहिँ जहिले पनि लाइक र भ्युजको पछाडि दौड्यो। हेर्नुहोस् के हुन्छ भन्नुहुन्छ भने, ब्रान्ड बिल्डिङ इज अ सिरियस एक्सर्साइज। हेर्नुहोस्, यो वर्षौँ लाग्छ। यसको लागि तपाईँमा कन्सिस्टेन्सी हुनु पर्यो, ब्रान्ड क्ल्यारिटी हुनु पर्यो, तपाईँ ब्रान्ड केका लागि एक्जिस्ट गर्छ हुनु पर्यो। यो सबै चिजले चाहिँ कन्सिस्टेन्सी, त्यसपछि तपाईँको ट्रस्ट, यो सबै चिजले ब्रान्ड बनाउँछ। हेर्नुहोस् नेपालमा के छ भन्नुहुन्छ भने, सजिलो छ नि त, जे चिज सजिलो छ म त्यही चिज गर्छु। यो सबै तपाईँलाई जुन मैले भने नि, ट्रस्ट बने, रेलिभेन्स बने, त्यसपछिबाट हामीले जुन ब्रान्ड रिलेटेड जुन पनि चिजका बारेमा कुरा गर्छौँ, यो वर्षौँ लाग्छ, यो बन्न सदियौँ लाग्छ। हेर्नुहोस् त, त्यही भएर मेरो यो नेपालको यो बिजनेस इकोसिस्टमलाई
त्यति लामो वेट गर्नै छैन। उहाँलाई के चाहिएको छ? इन्स्टेन्ट रिजल्ट चाहिएको छ अनि सबभन्दा सजिलो इन्स्टेन्ट रिजल्ट आउने भनेकै नै फेसबुकका या भनौँ टिकटकका भ्यानिटी मेट्रिक्सले हो। कति रिच पुग्यो, कति लाइक आयो, कति त्यसपछि कमेन्ट आए। यदि त्यसकै आधारमा मेजर गर्ने भने बुझ्नु भएन। हामीले कहिले हेर्नुहोस् त, हामीले कहिले पनि मार्केटिङमा कम्युनिटी बिल्डिङको कुरै गर्दैनौँ। हेर्नुहोस् है त, मार्केटिङ डिमान्ड्स हेर्नुहोस् त, हरेक भयङ्कर ठुला ब्रान्ड्सहरूका दे हेभ अ भेरी भेरी स्ट्रङ कम्युनिटी। नेपालमा तपाईँले त्यो कम्युनिटी पाउनुहुन्न। सबैले अर्को एउटा चिज हामीले जहिले पनि हेर्छौँ भन्नुहुन्छ भने सबैले इन्फ्लुएन्सर नै हायर गरेर आउँछ। इन्फ्लुएन्सर किन हायर गर्छ भन्नुहुन्छ भने फोमो छ। रामेले पनि गरिरहेछ, अरूले पनि गरिरहेछ, बिरयानी पसलले पनि गरिरहेछ, जसले पनि इन्फ्लुएन्सर युज गरिरहेछ भने ओहो यही गरे त के नहुने। त्यसपछि मैले उहाँहरूलाई सोध्छु, हेर्नुहोस् है त, उहाँहरूलाई कति सोध्छु। अनि तपाईँले कसरी थाहा पाउनुभयो तपाईँले युज गरेको इन्फ्लुएन्सरले गर्दा बिजनेस? सर बिजनेस बढ्यो कि नै त्यो त थाहा छैन सर, तर भ्यू चाहिँ बबाल आएको छ। तपाईँको लागि भ्यू आएको होइन, त्यो इन्फ्लुएन्सर दिदीको भ्यू आएको हो। त्यो दिदीलाई देखेर लाइक गरे हुन्। त्यो दिदीले बिरयानीको प्रचार गरे पनि लाइक गर्छ, त्यो दिदीले तोफु बेचे पनि लाइक गर्छ, त्यो दिदीले अर्को दिन आएर स्याउ बेचे पनि लाइक गर्छ। सो यहाँ प्रब्लम हजुर सजिलो छ। त्यसपछि किन फेरि हामीलाई जब एन्टरप्रेन्योरलाई नै, जब बिजनेसम्यानलाई नै इन्स्टेन्ट रिजल्ट चाहिएको छ भने हेर्नुहोस्, ब्रान्ड बिल्डिङले त पछिल्लो सिट लिइहाल्छ नि। इट विल टेक अ ब्याक सिट। किन भन्नुहुन्छ भने भयङ्कर समय लाग्छ। मलाई कतिले सोध्नुहुन्छ, सर मलाई सामान बेच्नु पर्यो, मलाई ब्रान्ड बनाउनु पर्यो, सर काम गर्नु पर्यो 2-4 दिन भन्नुहुन्छ। अनि सर तपाईँलाई ब्रान्ड बनाउनु पर्यो भन्नुहुन्छ अनि 2-4 दिन काम, सर ब्रान्ड बनाउनु पर्यो अनि टन बेच्नु पर्यो। हेर्नुहोस्, बेच्ने मेरो काम होइन। मार्केटिङ र गुड ब्रान्डिङको आउटकम चाहिँ सेल्स हो। म सेल्सको ग्यारेन्टी गर्न सक्दिनँ। मेरो उद्देश्य भने के हुन्छ भन्नुहुन्छ भने आई क्यान टेक युर ब्रान्ड टु अ सर्टेन लेभल। ब्रान्डका आफ्ना क्यारेक्टरिस्टिक्स छन्, आफ्ना स्पेसियालिटीहरू छन्। तपाईँलाई इन्स्टेन्ट चिज चाहिएको छ जुन मैले दिन सक्दिनँ। त्यही भएर हजुरले हेर्नुहुन्छ भने नेपालमा तपाईँले जताततै फेसबुकमा प्रचार गरेको, इन्स्टाग्राममा प्रचार गरेको भेट्नुहुन्छ। किनकि सजिलो छ, रिच सजिलो छ। हेर्ने मान्छेलाई पनि, जस्तो बसलाई पनि ओहो हेर्नुहोस् मेरो टिकटकमा 1 लाख भ्यू आएछ भनेपछि बस पनि म कौवा 1 लाख होइन दाइ, तिम्रो लागि होइन, त्यो नाच्ने दिदीको लागि आएको, नाच्ने दाइको लागि आएको, जस्ट बिकज द्याट गाई लुक्स ह्यान्डसम अर द्याट लेडी लुक्स प्रिटी। बुझ्नु भएन? त्यो दिदीले जे गरे पनि लाइक आउँछ। तपाईँको प्रोडक्ट त कसैले हेरे पनि छैन होला। बुझ्नु भएन? दिदीलाई हेरेर लाइक गरेको, द्याट्स अ बिग प्रब्लम। हजुर। त्यो एकदमै रियालिटी नै हो जस्तो लाग्छ मलाई पनि। अब हजुरले चाहिँ नेपालमा कर्पोरेट हाउसहरूलाई, ब्याङ्क्स, अब जस्तो टेलिकम्स, एनजिओजहरूलाई ट्रेनिङ पनि दिइराख्नुहुन्छ होइन? र उहाँहरूसँग इन जनरल कुरा गर्दाखेरि चाहिँ मार्केटिङको मिसअन्डरस्ट्यान्डिङ चाहिँ के छ नेपालमा? हजुर यस्तो छ, हेर्नुहोस् एउटा चिज त नेपालमा मार्केटिङ उहाँहरूको लागि जस्तो साइड इन्डिभ भन्नुहुन्छ नि, मार्केटिङ गरिदिने हो भन्नुहुन्छ। अहिले पनि ल मार्केटिङ गरिदिउन भन्नुहुन्छ। त्यसै जब उहाँले मार्केटिङ गरिदिउन भन्नुहुन्छ नि, तब मैले बुझ्छु कि हाउ सिरियसली दे टेक द्याट डिपार्टमेन्ट। मार्केटिङ एज अ डिपार्टमेन्टलाई सिरियसली लिँदैन। हजुरले हेर्नुहुन्छ भने म कति ब्याङ्कहरूसँग कुरा गर्छु, ब्याङ्कहरूमा एउटा मात्र डिपार्टमेन्ट छ जसलाई बालै दिइँदैन, त्यो डिपार्टमेन्ट हो मार्केटिङ। बरु मलाई हजुरले सोध्नुहुन्छ भने नेपालमा भर्खर इस्टाब्लिस भएका इ कमर्स कम्पनीहरू जस्तो दराजहरू, दे टेक मार्केटिङ भेरी भेरी सिरियसली। तर जस्तो नेपालका इस्टाब्लिस ब्याङ्कहरूमा एउटा भयङ्कर इस्टाब्लिस एचआर डिपार्टमेन्ट चाहिँ हुन्छ म्यानेज, तर उहाँहरूकोमा चाहिँ डेडिकेटेड मार्केटिङ टिम भनेर हुँदैन। किन भन्नुहुन्छ भने उहाँहरूको लागि मार्केटिङ डिपार्टमेन्ट कहिले पनि स्ट्राटेजीमा प्रायोरिटीमै थिएन। त्यो चाहिँ उहाँहरूको लागि गरिदिउँ न त गर्दै हुन्छ भन्ने थियो। एउटा चिज चाहिँ पहिलो नेपालका कम्पनीले अझै पनि मार्केटिङलाई सिरियस डिपार्टमेन्ट, सिरियस डोमेन, सिरियस फङ्सनका रूपमा हेर्नु न, त्यसलाई चाहिँ मात्र साइड जबका रूपमा हेर्नु त पहिलो चिज। अनि अर्को चिज, दोस्रो चिज हेर्नुहोस् कस्तो छ भन्नुहुन्छ भने उहाँले चाहिँ कस्टमरलाई चाहिँ सर्भ दामी गर्नुपर्छ भन्नुहुन्छ। तर प्रब्लम कहाँ छ भन्नुहुन्छ भने मेरो कस्टमरको प्रब्लम कहाँ छ, मेरो कस्टमर के गरेर होला, मेरो कस्टमर किन चर्न भइरह होला भन्ने चिजको, त्यसको लागि चाहिँ मेहनत कतै पनि छैन। जस्तो इक्जाम्पल हजुरले हेर्नुहुन्छ भने मैले कति कम्पनीहरूलाई सोधिरहेको हुन्छु, तपाईँहरू कहाँ एटलिस्ट काम गर्ने लायकको सिआरएम सल्युसन छ, कस्टमर रिलेसनसिप म्यानेजमेन्टको सफ्टवेयरहरू छ, युज गर्नुहुन्छ भन्दा कसैलाई पनि थाहा छैन। कस्टमरको कुनै प्रकारको डेटाबेस छ भन्दा त्यो पनि राख्नुहुन्न। हेर्नुहोस् है त, तपाईँ कहाँ कस्टमर
कस्टमर कहिले आयो, के कारणले छोडो, कसरी छोडो, केही छ भन्नुहुन्छ छैन। त्यसपछि पनि अर्को चिज चाहिँ हजुरले हेर्नुहुन्छ भने सबभन्दा फोकस केमा गर्नुहुन्छ भने त्यही हजुरले हेर्नुहुन्छ भने जुन चाहिँ उहाँहरूले के विश्वास गर्नुहुन्छ भने भिजिबिलिटी भनेकै मार्केटिङ हो भन्ने सोच्नुहुन्छ। हेर्नुहोस्, मार्केटिङमा भिजिबिलिटी भयङ्कर इम्पोर्टेन्ट छ, त्यसमा डिसएग्री गरे होइन हेर्नुहोस् है त। तर ब्याड प्रोडक्ट ब्याड कस्टमर सर्भिसले चाहिँ बुझ्नु भएन, तपाईँको जुन एडभर्टाइजिङको त्यो ग्ल्यामर वर्ल्ड छ नि, त्यसले चाहिँ त्यो पुवर क्वालिटी, पुवर कस्टमर सर्भिसलाई रिप्लेस गर्न सक्दैन। त्यही भएर हजुरले नेपालको बिजनेसहरूमा सबभन्दा ठुलो मार्केटिङको तपाईँले भने चाहिँ मिथ चाहिँ के छ भने मार्केटिङ चाहिँ एड अन फङ्सन होइन। हेर्नुहोस् त किन यसरी सजिलो बनाऊँ, हेर्नुहोस् त मार्केटिङ मात्र यस्तो डिपार्टमेन्ट हो जसको बटम लाइन छ, बाँकी सबै टप लाइन हो। हेर्नुहोस् न, मार्केटिङ र सेल्स मात्र बटम लाइन हो, एचआर इज अ टप लाइन, त्यसपछि तपाईँको अपरेसन्स इज अ टप लाइन। अनलेस एन्ड अन्टिल यु हेभ अ बटम लाइन यु विल नेभर हेभ अ टप लाइन। त्यही भएर उहाँहरूले टप लाइनमा खासै फोकसै गर्नुहुन्न, तर केमा फोकस छ भन्नु सिरियसली फोकस चाहिँ उहाँहरूका टप लाइनमा छन्, बोटम लाइन रिमेन्स नेग्लेक्टेड। अर्को एउटा प्रब्लम छ हेर्नुहोस् है त, यो एउटा। अनि अर्को चिज भनेको उहाँहरूले के विश्वास गर्नुहुन्छ भने ब्रान्ड बिल्डिङमा चाहिँ न रिसोर्स खर्च गर्नुहुन्छ, न पैसा खर्च गर्नुहुन्छ। उहाँलाई के लाग्छ भन्नुहुन्छ नि यो महत्त्वपूर्ण छैन। त्यही भएर हजुरले हेर्नुहुन्छ भने नेपाल हाम्रो जस्तो देशले कहिले पनि सिरियस ब्रान्ड किन बनाउन सक्दैन भन्नुहुन्छ भने वी आर भेरी पुवर एट टेलिङ स्टोरिज। हाम्रा कुनै पनि चिजहरूका कथा नै हुँदैन। हेर्नुहोस् है त, कस्टमरले प्रोडक्ट किन्दैन, कस्टमरले धेरै अरू चिज किन्छ। कस्टमरले हेर्नुहोस् त, हामीले जब भन्छौँ नि कस्टमरले मात्र प्रोडक्ट किन्छ भनेको त्यो फङ्सनल भ्यालु मात्र हो। कस्टमरले सिम्बोलिक भ्यालु किन्छ, कस्टमरले इमोसनल भ्यालु किन्छ, कस्टमरले चाहिँ म कस्तो देखिन्छु यो कपडा लगाएपछि, म कस्तो देखिन्छु यो प्रोडक्ट युज गरेपछि, दे आर मच बिगर थिङ्स देन प्रोडक्ट एसस। त्यही भएर नेपालमा चाहिँ प्रोडक्टलाई हेर्ने दायरा चाहिँ अति सानो छ। हेर्नुहोस्, त्यही भएर प्रोडक्टले काम गर्छ भने प्रोडक्ट चल्छ भन्ने जुन अजम्सन छ नि त्यो पनि ठुलो प्रब्लम हो। त्यही भएर तपाईँले भनेको मिथलाई नम्बर 1, 2, 3, 4 मा राख्नुपर्दा नम्बर 1 चाहिँ हजुरले हेर्नुहुन्छ भने मार्केटिङलाई अति नै साइड अन डिपार्टमेन्टको रूपमा हेरिन्छ। यसलाई स्ट्राटेजिक डिपार्टमेन्ट या डोमेनको रूपमा कहिले हेरेन। अनि मार्केटिङमा अझै पनि फोकस केमा छ भन्नुहुन्छ भने रिचमा छ, रेलिभेन्समा छैन। हेर्नुहोस् है त, मार्केटिङ इज अल अबाउट रेलिभेन्स, मार्केटिङ इज नट अबाउट रिच। हेर्नुहोस् त, मलाई सोध्नुहुन्छ भने म कुनै पनि चिजलाई पैसा खनाएर मेरो भयङ्कर डिस्ट्रिब्युसन छ भने मैले जहाँ पनि पुर्याउन सक्छु, बट अनलेस एन्ड अन्टिल इट गिभ्स मी द भ्यालु द्याट आई एम लुकिङ फर, द प्रोडक्ट इज अलरेडी अ सुपर फ्लप, राइट। यिनी चाहिँ नेपालका भयङ्कर ठुलो मार्केटिङ मिथ्सहरू। हजुर, अब जस्तो नेपालकै केसहरूमा हेऱ्यो भने चाहिँ तपाईँले अलरेडी प्रब्लमहरू त भनिसक्नुभयो होइन। अब जस्तो एडहरू हेऱ्यो भने पनि धेरै जसो एडहरू चाहिँ अब जसले अलिकति एडमा खर्च गरिरहेको छ रियल एडभर्टिजमेन्ट बनाएर, न कि यो फेसबुक अथवा कुनै अब सेलिब्रिटीहरूको आफ्नो उनीहरूको अकाउन्ट थ्रु प्रमोट गर्ने नभइकन जस्तो टेलिभिजन एडहरू हुन्छ, रेडियो एडहरू हुन्छ, त्यसमा पनि धेरै जसो चाहिँ त्यति युनिकनेस पनि छैन है। एउटा स्टोरी अघि हजुरले भन्नुभएको स्टोरी टेलिङ राम्रो नभएर पनि होला, प्राय कपी गर्ने ट्रेन्ड नै देखिन्छ, जस्तो स्पेसली इन्डियन मार्केटबाट होइन। त्यो पनि एकदमै अब के भन्ने त्यति प्रोग्रेस नभइरहेको जस्तो देख्छु मैले। के छ त्यसमा, त्यो कसरी चेन्ज गर्ने अथवा के हो त्यो चाहिँ खासमा? इन्ट्रेस्टिङ छ। यस्तो होला, कसरी हेर्नु पर्ला भन्नुहुन्छ भने हामीले पहिले के बुझ्नु पर्ला, हामीले कपी चाहिँ किन गर्छौँ त्यो महत्त्वपूर्ण होला। हामीले कुनै पनि इन्डियन एडहरू कपी गर्नको कारण पहिलो छ होला हामीमा एउटा त क्रिएटिभिटीको नै कमी होला, तर त्यो म डिसएग्री गर्छु। हेर्नुहोस् है त, नेपाली एज अ कम्युनिटीमा चाहिँ क्रिएटिभिटीको त्यति ठुलो सर्टेज होला भन्ने म एग्री गर्दिनँ। अर्को प्रब्लम होला हामीमा कन्फिडेन्स पो छैन कि, हामीमा कन्फिडेन्सको भयङ्कर ठुलो प्रब्लम छ। हामीलाई के लाग्छ भन्नुहुन्छ भने यदि हामीले बनाएका कथाहरू
चल्दैन भन्ने यस्तो धेरै अन्डर कन्फिडेन्स छ। त्यही भएर हामीले के गर्छौँ भन्नुहुन्छ भने इन्डियामा यो एड चलाएको थिएँ भने त्यसलाई डाइरेक्ट के गर्ने रेप्लिकेट गरिदियो भन्नुहुन्छ। अनि के गर्छु म इन्डियामा जुन एड चलाएको छ त्यसकै वरिपरिमा या म कपी गर्छु या म इन्सपायर हुन्छु र डिक्टो त्यो एडभर्टाइजमेन्ट म लिएर आउँछु। प्रब्लम क्रिएटिभिटीको नेपालीज आर भेरी गुड। किन भन्नुहुन्छ भने हामीले भन्ने कथाहरू धेरै छन्। हाम्रा देशका कथाहरू छन्, हाम्रा सङ्घर्षका कथाहरू छन्, हाम्रा आफ्नै आफ्नै कल्चरका कथाहरू होलान्। वी हेभ मेनी थिङ्स टु टेल टु दिस वर्ल्ड। बट द प्रब्लम इज हामीलाई जब आफ्नै फुडमा विश्वास छैन, जब हामीलाई आफ्नै ल्याङ्ग्वेजमा विश्वास छैन, जब हामीलाई आफ्नै गाउँघरका कथामा विश्वास छैन भने हामी के गर्छौँ भन्नुहुन्छ भने हामी अर्काको हेर्न थाल्छौँ। अनि हामीलाई सजिलो कल्चरल प्रोक्सिमिटीको रूपमा हामीलाई इन्डिया छ। अनि हामीले के गर्छौँ भने इन्डियामा कुनै पनि चिज भाइरल भयो, कुनै पनि एड चल्यो भने हामीले के गर्छौँ त्यसलाई रेप्लिकेट गर्न सक्छौँ। पहिलो चिज ल्याक अफ कन्फिडेन्स। दोस्रो चिज हजुरले हेर्नुहुन्छ भने मेहनत। हेर्नुहोस् त ओरिजिनल कथा ल्याउनको लागि रिसर्च चाहियो, राम्रो लेख्नु पर्यो। अनि यो राम्रो लेख्न यो गर्नको लागि मेहनत चाहिन्छ। मैले हेर्छु कतिजना मान्छेलाई भेटेर आउँछ ए बन्दिने हो एड बनिदियो भन्नुहुन्छ होइन। होइन, सबभन्दा तपाईँको सबभन्दा ठुलो खर्च चाहिँ स्क्रिप्ट राइटिङमा लाग्नुपर्ने। हेर्नुहोस् त कतिचोटि हामीले कुरा गर्छौँ नेपाली फिल्महरू र एडहरू एक्ज्याक्टली सेम हुन्। नेपाली फिल्महरू किन फ्लप हुन्छ होला भन्नुहुन्छ भने मेजोरिटी नेपालमा 100 फिल्म रिलिज भयो भने 98 फिल्महरू फ्लप हुन्छ। एउटै कारणले गर्दा। हेर्नुहोस् है त मुस्ताङमा गएर चावडा हेलिकप्टर लगेर खिच्ने पैसामा गएर तर स्क्रिप्ट राइटरलाई दिनको लागि उहाँहरूसँग 10,000 20,000 पनि हुँदैन। अनि अर्को चिज एउटा त उहाँहरूसँग स्क्रिप्ट राइटिङको लागि कथाको लागि पैसै हुँदैन। यदि कुनै प्रड्युसरसँग पैसा छ भने पनि एक्जाम्पल उहाँलाई इन्ट्रेस्टै हुँदैन। उहाँले के गर्नुहुन्छ भन्नुहुन्छ भने इन्डियाको फिल्मको या कतैको फिल्मको कपी पेस्ट गरेर हालिदिनुहुन्छ। त्यो भएपछि के भयो भन्नुहुन्छ भने हेर्नुहोस् त पहिलो चिज मलाई मेरा कथाहरूमा मलाई मेरो क्रिएटिभिटीमा थोपो पनि विश्वास छैन। त्यही भएर म के गर्छु मेरो छिमेकीको हेर्छु। दोस्रो चिज म मेहनतै यति कम गर्छु कि हेर्नुहोस् त कथाहरू कहाँबाट आउँछन्? कथाहरू या त क्रिएटिभिटीबाट आउँछन् या त रिसर्चबाट आउँछन्। तपाईँ रिसर्च गर्नमा मेहनत गर्नुहुन्न किनकि तपाईँ पहिले के छ भन्नुहुन्छ भने इन्डियातिर चलाएको छ त्यो टाँच्दै भन्नुहुन्छ। प्रोबाब्ली लोवर कन्फिडेन्स र अर्को चिज चाहिँ हार्डवर्क र मेहनतको कमी होला। द्याट्स द रिजन वी हेभ टु कपी। नत्र भने नेपालमा कथाको अभाव छ जस्तो लाग्दैन। हेर्नुहोस् त कति कथाहरू छन् जुन मेरा माटाका लागि बनेका छन् होला, मेरो माटो सुहाउँदो छ होला, मेरा चेपाङ कम्युनिटीका कथा छन् होला, मेरा गाउँहरूका कथा छन् होला, मेरा आफ्नै जनताहरूका सङ्घर्षका कथा। त्यसलाई मैले कुनै प्रोडक्टको सेरोफेरोमा कथा बनाउने त हो भने एडभर्टाइजमेन्ट भनेको। एडभर्टाइजमेन्ट म के गर्छु भन्नुहुन्छ भने मेरो आफ्नो प्रोडक्टले कसै न कसैको प्रब्लम सल्भ गरेको देखाउने त हो। हेर्नुहोस् त भनेपछि मलाई हरेकचोटि मेरो छिमेकी देश इन्डियाकै कपी गर्नुपर्छ जस्तो लाग्दैन। सायदै हामीले अहिले कन्भर्सेसन गरे चाहिँ बिकज वी एज अ क्रिएटिभ्स आर सो अन्डर कन्फिडेन्ट। अनि अर्को चिज वी रियली डोन्ट वान्ट टु पुट लट अफ हार्ड वर्क। हजुर। जस्तो अलिकति चाहिँ अब हामी कुरा गरौँ यो इथिक्स, ट्रस्ट र नेपाली कन्ज्युमर बिहेभियरको बारेमा। यहाँले त बेस्ट सेलिङ बुक पनि लेख्नु भएको छ, बिजनेस इथिक्स एन्ड सोसल रेस्पोन्सिबिलिटी भनेर होइन। जस्तो नेपालमा चाहिँ नेपाली एन्टरप्रेन्योरहरूको हेऱ्यो भने चाहिँ सर्भाइभल नै एकदमै इम्पोर्टेन्ट हो। अब त्यही धेरै जसो बिजनेसहरू स्टार्ट भएर पनि बन्द भइहाल्ने कुराहरू पनि छन्। त्यो वर्ल्ड वाइड पनि हुन्छ एउटा स्टार्टअप सिनारियोमा। तर नेपालको केस अलिकति अझै अलि भिन्न नै होला जस्तो लाग्छ। इभन अलरेडी स्केल अप अथवा अलि इस्ट्याब्लिस्डहरूलाई पनि जहिले पनि सर्भाइभल मोडमा नै बसिरहने भएको हुँदाखेरि इथिक्स भन्ने कुरा चाहिँ अलिकति पछाडि परेको हो कि हराएको हो कि के हो यो? हजुरले कसरी बुझ्नु भएको छ यो कुरालाई? हजुर त्यो चाहिँ फेरि तपाईँले जुन प्रश्न छ नि त्यसमा फेरि कस्तो डरलाग्दो स्टेट फेरि कहाँ आउँछ भन्नुहुन्छ भने हामीले के अजुम गरिरहेछ भन्नुहुन्छ भने नेपालमा हाम्रो अजम्सन चाहिँ तपाईँहरूले गर्नुभयो होइन। मलाई प्रश्नको आफैमा चाहिँ के छ भन्नुहुन्छ हरेक बिजनेसम्यान चाहिँ हाम्रो हाम्रो नेपालमा दुईवटा न्यारेटिभ प्रब्लमेटिक छ। हेर्नुहोस् त हरेक बिजनेस चोर फटा हो भन्ने र हरेक व्यापारीहरूले पैसाको लागि चाहिँ पनि यो दुईटै न्यारेटिभ प्रब्लम होला। मलाई सोध्नुहुन्छ भने अहिले यो जेनजी आन्दोलन पछि भाट बढेनलाई किन जलाइयो होला भन्नुहुन्छ भने अरू कुनै पनि यसको कारण देख्दैन मैले। एउटै चिज थियो मेरो देशमा चाहिँ मैले उद्यमीको सक्सेस देख्न सक्दैन। किनकि कता कता कि हाम्रो भाष्य के बनिसकेको छ भन्नुहुन्छ भने हरेक उद्यमीहरू चोर हुन्।
अब यसरी त फेरि मैले सोध्नुहुन्छ भने मैले आजसम्म एलेन मस्कलाई या भनौँ बिल गेट्स या कुनै पनि अरू उद्यमीहरूलाई त्यो देशमा खेदेको देख्दिनँ। बुझ्नु भएन? नेपालमा चाहिँ पैसा कमाउने मान्छेलाई यसरी खेदिन्छ। त्यही भएर तपाईँको प्रश्न यो किन महत्त्वपूर्ण थियो भन्नुहुन्छ भने कि हरेक बिजनेसहरू अनएथिकल नै होला थाहा छैन हेर्नुहोस्। त्यो त्यो अर्को आर्गुमेन्ट होला। तर त्यहाँ एउटा प्रश्न के थियो भन्नुहुन्छ भने कि एथिकल बिजनेसले राम्रो पैसा कमाउँछ, सिरियसली राम्रो पैसा कमाउँछ। म तपाईँलाई एक्जाम्पल दिन्छु। जब हामीले कुरा गर्छौँ राम्रो बिजनेसको परिभाषा हेरौँ है त पहिले, त्यो महत्त्वपूर्ण छ। राम्रो बिजनेसका प्रभावले 3टा काम हुन्छन्। एउटा सेयर होल्डर प्रतिको जिम्मेवारी। सेयर होल्डर प्रतिको जिम्मेवारी भनेको के हुन्छ नि त त्यहाँ चाहिँ मैले के गर्नु पर्यो, यदि मैले नोबेल बैंकमा 10 किता सेयर किनेको छु भने मैले नोबेल बैंकबाट के पाउनु पर्यो भन्नुहुन्छ भने मैले डिभिडेन्ड पाउनु पर्यो। मैले 10 किता राखे बराबर 10 किता बराबरको पैसा राखे बराबर म त मेरो एक्सपेक्टेसनहरू छन् नि सेयर होल्डरको एउटै एक्सपेक्टेसन हुन्छ नि त भने के हो भन्नुहुन्छ भने प्रफिट हो। मैले प्रफिट पनि कमाउनु पर्छ। यदि मैले प्रफिट कमाउँदैन भने म कसको लागि इमानदार छैन, मेरा सेयर होल्डरको प्रति इमानदार छैन, पहिलो चिज। दोस्रो चिज चाहिँ म एथिकल कसका लागि हुने त भन्दा म कन्ज्युमरका लागि हुनु पर्यो, म इम्प्लोइजका लागि हुनु पर्यो। त्यही नोबेल बैंकको एक्जाम्पल मलाई सोध्नुहुन्छ भने नोबेल बैंक इज अ भेरी गुड इन्स्टिट्युसन। किन भन्नुहुन्छ भने टन्न पैसा कमाउँछ, हरेकचोटि सेयर होल्डर डिभिडेन्ड बाँडा हुन्छ, भेरी गुड कम्पनी हेर्नुहोस् है त। यही नोबेल बैंकका इम्प्लोइजहरू तपाईँले हेर्नुहोस् अब अमेजिङ वर्क कल्चर हेर्नुहोस्। नोबेल बैंक जस्तो रेस्पेक्टफुल आफ्ना इम्प्लोइजहरूको लागि कोही पनि छैन। इम्प्लोइजहरूको स्यालेरी हेर्नुहुन्छ भने अति नै ब्याङ्किङ इन्डस्ट्रीमा अति नै राम्रो छ। द इम्प्लोइज आर भेरी भेरी ह्याप्पी इनसाइड नोबेल बैंक हेर्नुहोस्। नोबेल बैंक कहिल्यै कन्ट्रोभर्सीमा आउन सो नोबेल बैंक इज अ भेरी भेरी गुड एक्जाम्पल अफ एथिकल बिजनेस। तर फेरि यही समूहको वाइ मेरो नजरमा इज नट अ ग्रेट ब्रान्ड। मलाई सोध्नुहुन्छ भने एथिकल वाइ इज एथिकल ब्रान्ड फर मी इट इज नट। हेर्नुहोस् है त, टन्न पैसा कमाउँछ, तर मलाई सोध्नुहुन्छ भने इम्प्लोइ उसको लागि जस्तो सेयर होल्डरको लागि भयङ्कर बबाल कम्पनी किन टन्नै पैसा कमाउँछ। तर कन्ज्युमरको लागि हेर्नुहोस् त, कुनै पनि खानाको उद्देश्य भनेको न्युट्रिसन अफर गर्ने हो। डज वाइ अफर न्युट्रिसन? इट डजन्ट। वाइ भनेको ग्लुटेन, मोनोसोडियम ग्लुटामेट र मैदाको झोल हो, त्यसभन्दा केही पनि छैन। तर मेरो नजरमा हेर्नुहोस्, कुनै पनि एथिकल बिजनेस यस्ता बिजनेसहरू हुन्छन् जसले चाहिँ सेयर होल्डर प्रति जस्टिस गर्छन्, इम्प्लोइज प्रति जस्टिस गर्छन्, कन्ज्युमर प्रति जस्टिस गर्छन् र ब्रोडर इन्भाइरोमेन्ट प्रति जस्टिस गर्छन्। जस्तो इक्जाम्पल हाम्रो नेपालमा महत्त्वपूर्ण नभए पनि मलाई तपाईँले सोध्नुहुन्छ भने मेरो फेभरेट ब्रान्ड प्याटागोनिया हो। प्याटागोनिया भन्ने यस्तो ब्रान्ड छ, हजुरले हेर्नुहुन्छ भने त्यसले के गर्छ भन्नुहुन्छ भने फर इक्जाम्पल अहिलेको लागि ज्याकेट बेच्छ। प्याटागोनियाले ज्याकेट बेच्छ अनि त्यसको ज्याकेट यति चल्छ हेर्नुहोस्, यति चल्छ। द ओन्ली रिजन किन भन्नुहुन्छ भने हेर्नुहोस् त, प्याटागोनियाले पैसा कमाउँछ, मजाले पैसा कमाउँछ, सेयर होल्डर क्वेसन। कन्ज्युमरको लागि कस्तो ज्याकेट दिन्छ भन्नुहोस् त, अर्ग्यानिक वुलको ज्याकेट दिन्छ, अर्ग्यानिक डाईको ज्याकेट दिन्छ, कहिल्यै नफाट्ने ज्याकेट दिन्छ। उसको ज्याकेट 15 देखि 20 वर्षको लागि ढुक्क हुन सकिन्छ। हेर्नुहोस् त बबाल। अनि प्लानेटको लागि हामीले हेर्छौँ भने संसारमा सबैभन्दा धेरै पानी कन्ज्युमिङ इन्डस्ट्री भनेको फास्ट फ्यासन हो। यदि संसारमा 3 भाग पानी छ भने अलमोस्ट लाइक 2 भाग पानी चाहिँ यही फास्ट फ्यासन र हाम्रो गार्मेन्ट्स इन्डस्ट्रीले खान्छ। हेर्नुहोस् त, यस्तो पोल्युटिङ इन्डस्ट्रीलाई प्याटागोनियाले कम गर्दैछ। किन भन्नुहुन्छ भने हेर्नुहोस् त, हामी टेक्निकली कन्ज्युमरी सोसाइटी हो। हामीले बिहान एउटा टी सर्ट लाउँछौँ, एउटा टी सर्ट प्याटागोनियाले भनि त रहेछ ज्याकेट नकिन्नुहोस्, किन्ने हो भने मेरो किन्नुहोस्। किन किन्नुहोस्? मेरो 20 वर्ष चल्छ, सो द्याट यु डोन्ट ह्याभ टु बाई द नेक्स्ट ज्याकेट। हेर्नुहोस् त, इन्भाइरोमेन्ट प्रोटेक्ट गर्छ, इम्प्लोइलाई रेस्पेक्ट गर्छ, कन्ज्युमरलाई रेस्पेक्ट गर्छ, टन्न प्रोडक्ट कमाउँछ। हेर्नुहोस्, त्यही भएर यो एजम्सन कि भन्नु भएन बिजनेसहरू चाहिँ पैसा कमाउनको लागि चोरै हुनुपर्छ, अनएथिकल नै हुनुपर्छ भनेको छ। फेरि नेपाल जस्तो समाजमा हेर्नुहोस्, नेपाल यस्तो सानो समाज हो। आज रविन्द्र सरले भन्नुपर्छ यो ब्रान्ड राम्रो छैन भन्नुपर्छ, उहाँको आफन्तले किन्दैन, आफन्तले अर्कोलाई भन्छ। हेर्नुहोस्, यति सजिलो छ। त्यही भएर लङ रनमा फेरि तपाईँलाई यदि इन्स्टेन्ट रिजल्ट चाहिएको छ भने तपाईँ चाहिँ सेडी प्र्याक्टिसेस, अनएथिकल बिहेभियरमा पार्टिसिपेट हुन सक्नुहोला। तर तपाईँलाई भविष्यमा भयङ्करै ब्रान्ड बनाउनु छ भने यु निड टु मेक स्योर कि कस्टमर लभ यु, कस्टमर ट्रस्ट यु एन्ड यु रेजोनेट विथ द डेली लाइफ। हेर्नुहोस् त, त्यही भएर असल ब्रान्ड भनेका त्यस्ता ब्रान्ड हुन् जुन ब्रान्डलाई तपाईँले के गर्नुहुन्छ भन्नुहुन्छ भने डिफिकल्ट टाइममा पनि सम्झिनुहुन्छ। त्यही भएर लङ रनमा हेर्नुहोस्,
नेपाल होस् या अरू इमर्जिङ इकोनोमीज होस्, जस्तो इक्जाम्पल बङ्गलादेश, इन्डिया, देयर मच बेटर इकोनोमिज इन टर्म्स अफ जिडिपी, बट स्टिल चाहे त्यो भयङ्कर ठुलो इकोनोमिज अमेरिका किन नहोस् या इमर्जिङ इकोनोमिज नेपाल जस्ता किन नहोस्, इन द लङ रन एथिकल प्रोडक्ट्स डु मेक हेल लेट अफ मनी। हेर्नुहोस् त अर्को एउटा इक्जाम्पल एनआइसी एसिया, भेरी भेरी एग्रेसिभ ब्याङ्क, हेर्नुहोस् त भेरी भेरी एग्रेसिभ ब्याङ्क, तर लङ रनमा हेर्नुहोस् त कस्तो गाह्रो भयो। त्यही भएर पिपल भ्यालु एथिक्स ओभर एग्रेसन इन द लङ रन। हजुर, यो एकदम क्लियर गरिदिनु भयो। जस्तो कति मान्छेहरूलाई चाहिँ नेपालमा इथिकल मार्केटिङ प्रफिटेबल छ कि छैन, इथिक्स बिजनेसमा इथिक्सको कुराहरू भन्नुभयो। यो चाहिँ सायद हाम्रो अडियन्सहरूलाई पनि एकदमै राम्रो इन्फर्मेसन भयो होला कि एकदम क्लियर पनि भयो होला कि नेपालमा पनि छ एउटा इथिकल मार्केटिङ चाहिँ स्टिल यो प्रफिटेबल लङ रनमा हेर्ने हो भने चाहिँ यो प्रफिटेबल नै हो, बिजनेसलाई राम्रो नै गर्छ भन्ने छ। अब अलिकति हामी यो लेटेस्ट मार्केटिङको लेटेस्ट ट्रेन्डहरूको कुरा गरौँ होइन। एआई भयो, यो डिजिटल मार्केटिङहरू भयो, यो कसरी अगाडि बढिरहेछ भनेर। जस्तो हामी पहिला चाहिँ एउटा ओभरअल हेरौँ। जस्तो एकदम यो आर्टिफिसियल इन्टेलिजेन्स भन्ने चाहिँ एकदमै बढ्दो छ नेपाल वर्ल्ड वाइड नै होइन, अनि यसको युज केसहरू पनि। र नेपालमा चाहिँ यो अलरेडी इन्ट्रोड्युस मार्केटिङ फिल्डमा चाहिँ अलरेडी इन्ट्रोड्युस भइसकेको छ, अथवा यो एआईले कसरी इम्प्याक्ट गर्दैछ इन जनरल? इन्ट्रेस्टिङ प्रश्न हो। सबैले आजकल जता हेर्नुहुन्छ हजुरले सबले एआई एआई भनेर आउँछ। एआईले साँच्चै मलाई सोध्नुहुन्छ एआई एआई विल चेन्ज द वे वी लुक एट मार्केटिङ। हेर्नुहोस् यति परिवर्तन आउँदैछ। हेर्नुहोस् सबभन्दा पहिले कहाँबाट सुरु गरौँ भन्नुहुन्छ भने म चाहिँ सबभन्दा पहिले एसिओबाट सुरु गर्न चाहन्छु। हेर्नुहोस् डिजिटल मार्केटिङ हामीले जहिले पनि के गर्थ्यौँ भन्नुहुन्छ भने कुनै पनि सर्च इन्जिन अप्टिमाइजेसनको कुरा गर्दा हामीले सबभन्दा हामीले चाहिँ कसको लागि अप्टिमाइज गर्थ्यौँ? हामीले गुगलको लागि अप्टिमाइज गर्थ्यौँ, मात्र गुगलको लागि। तर अहिले मार्केटिङ यसरी चेन्ज भएको छ, मैले गुगलको लागि अप्टिमाइज मात्र गुगलको लागि अप्टिमाइज गरेर हुँदैन। मैले जस्तो इक्जाम्पल मैले धेरै चिज चाहिँ आजकल केलाई सोध्ने रहेछु भने च्याट जिपीटीलाई सोध्ने रहेछु। नेपालमा के कहाँ पाइन्छ, के राम्रो छ भने मैले च्याट जिपीटीलाई सोध्ने रहेछु भनेपछि माई सर्च इन्जिन हेज टु बी मैले चाहिँ के का लागि पनि अप्टिमाइज गर्नु पर्यो, मेरा प्रोडक्ट्सहरू के का लागि पनि अप्टिमाइज हुनु पर्यो भने च्याट जिपीटीको लागि हुनु पर्यो। अर्को चिज हेर्नुहोस् त धेरै कपडाहरू मैले स्पेसली मेरो श्रीमतीले चाहिँ इन्स्टाग्रामबाट खोज्छ। हेर्नुहोस् है त, किनभने अनि इन्स्टाग्रामको लागि पनि त अप्टिमाइज हुनुपर्ने रहेछ। अनि अर्को चिज चाहिँ कति रेस्टुरेन्टहरू चाहिँ मेजोरिटी अफ रेस्टुरेन्ट रिभ्युजहरू तपाईँले कहाँ भेट्नुहुन्छ? टिकटकमा भेट्नुहुन्छ। भनेपछि अब सर्च इन्जिन अप्टिमाइजेसन चाहिँ सर्च इन्जिन अप्टिमाइजेसन नभएर सर्च एभ्रिवेयर अप्टिमाइजेसन हुनु पर्यो। वी हेभ टु हेभ दोज थिङ्स अप्टिमाइज फर च्याट जिपीटी, इन्स्टाग्राम, टिकटक। हेर्नुहोस् त मेरो बुवा टिकटकमा हुनुहुन्छ, मेरो आमा टिकटकमा, म टिकटकमा छु, अनि म अप्टिमाइज गरिरहेको छु मात्र गुगललाई, जबकि मेरो बुवा आमाले टिकटकमा खोजेर बसिरहनु भएको छ भने चाहिँ आइ एम मिसिङ समथिङ भेरी भेरी बिग। पहिलो चिज। अनि अर्को चिज हजुरले हेर्नुहुन्छ भने कसरी परिवर्तन, पहिले सुरुमा मैले कुनै पनि चिजको प्रचार गर्नु पर्यो, मैले मार्केटिङ रिलेटेड ब्यानर्सहरू बनाउनु पर्यो भने के हुन्थ्यो भन्नुहुन्छ भने हेर्नुहुन्छ भने मेरो एआईले के गरिदिन सक्छ भन्नुहुन्छ भने 200 वटा ब्यानर बनिदिन सक्छ, म चेक गर्न सक्छु। हेर्नुहोस् अनि अरू कति टुलहरू छन्। जस्तो इक्जाम्पल हजुरले हेर्नुहुन्छ भने मेरो म डिजिटल एडभर्टाइजमेन्ट्सको कुरा गर्छु, म मेटा एडको कुरा गर्दैछु। हेर्नुहोस् जस्तो मेरो एड कुनै पनि एडले काम गरिरहेछ होला कि नै, चलिरहेछ होला कि नै, मैले बजेट घटाउनु पर्छ कि नै, मैले अक्सन कसरी गर्ने होला भन्ने चिज चाहिँ म्यानुअली गर्नुपर्छ। हेर्नुहोस् त द टाइम एज चेन्ज। हेर्नुहोस् त एउटा अलेक्जेन्डर एआई भन्ने छ। हेर्नुहोस् अलेक्जेन्डर एआईले सबै चिज गरिदिन्छ। हेर्नुहोस् उसले केसम्म गर्छ भन्नुहुन्छ भने तपाईँको कुन चिज चलिरहेछ, कुन चिज चलिरहेको छैन, जुन चिज चलिरहेछ त्यसमा चाहिँ पैसा बढाइदिन्छ, जुन चिज चलिरहेको छैन त्यसमा पैसा। द्याट इज रोबोट फर यु हु डजन्ट स्लिप 24/7। एन्ड हेर्नुहोस् त जस्तो इक्जाम्पल म फुल टाइम बसेर अक्सन गर्न सक्दैन, म एडभर्टाइजमेन्टमा म सुत्नुपर्छ, म मनुष्य हुँ। तर एआई सुत्दैन। हेर्नुहोस् उसले फुल टाइम तपाईँ के गर्न मतलब कुन ऊ चलिरहेछ, एउटा त्यो भयो। हेर्नुहोस् है त, एउटा त्यो चाहिँ अर्को भयो। अर्को तपाईँले हेर्नुहुन्छ भने एआईले अर्को परिवर्तन मैले भयङ्कर देखेको वेबसाइटहरूमा। हामीले जहिले पनि याद गर्नुहोस् अहिलेका च्याटबोर्ड्सहरू हेर्नुहोस् त, च्याटबोर्ड्सहरू चाहिँ भोइसको लागि
भयङ्करै अप्टिमाइज हुन सक्छन् हेर्नुहोस् होइन। अनि द्याट इज वान स्पेस हेर्नुहोस् द्याट सिरियसली हेज पोटेन्सियल। हाम्रो जस्तो वेबसाइटहरूमा या अरू केहीहरूमा हामीले च्याटबोर्ड राख्ने चलन छ, त्यसलाई चाहिँ भोइसवाला अप्टिमाइज गरिदिन्छ, त्यो अर्को एउटा हुनसक्छ। अनि अरू पनि धेरै छन्, जस्तो इक्जाम्पल तपाईँले हेर्नुहुन्छ भने अर्को सबभन्दा इन्ट्रेस्टिङ चिज हेर्नुहोस् है त, एडभर्टाइजमेन्ट नै चेन्ज हुन्छ हेर्नुहोस्। युट्युब एज अ प्लेटफर्ममै चेन्ज भएको छ। म तपाईँलाई जस्तो इक्जाम्पल, पहिले के हुन्थ्यो भन्नुहुन्छ भने कन्टेन्ट क्रिएटरले अति नै दुःख गरेर कन्टेन्ट क्रिएट गर्थे हेर्नुहोस् मार्केटिङ पर्पजको लागि। अहिले हजुरले हेर्नुहुन्छ भने युट्युबले 30% भन्दा धेरै पैसा चाहिँ एआई जेनेरेटेड भिडियोजहरूलाई दिन लागिसकेछ भनेपछि probably there will be one time when we will be seeing mostly AI generated videos rather than we talking or we humans making videos. तो परिवर्तन भएको छ हेर्नुहोस् है त। अरू पनि भयङ्कर छ हेर्नुहोस्, कन्टेन्ट क्रिएसनमा एआईले भयङ्कर चेन्ज लिएर आएको छ। तपाईँले हेर्नुहुन्छ भने एडमा मैले कुरा गरेँ रोबोटवाला, जुन तपाईँलाई चाहिँ तपाईँको एड म्यानेजर नै तपाईँको रोबोट हुनसक्छ। अलेक्जेन्डर एआई जस्ता टुलहरू छन्। रिसर्चको लागि तपाईँले हेर्नुहुन्छ भने मार्केटिङ रिसर्चको लागि हजुरले रिसर्चमै काम गर्ने एलएलएम्सहरू भेट्नुहुन्छ। सो मार्केटिङ हेज सिरियसली चेन्ज हेर्नुहुन्छ भने कसको एडभेन्टले एआई आएपछि मार्केटिङ भयङ्करै चेन्ज भएको छ फर बेटर हेर्नुहोस् है त। कामहरू सजिला भएको छ। उद्देश्य हेर्नुहोस् त, मार्केटिङको उद्देश्य एउटै छ, म मेरो प्रोडक्ट एक्जिस्ट गर्छ भन्ने बताउन चाहन्छु, म मेरो प्रोडक्ट रेलिभेन्ट छ भन्ने बताउन चाहन्छु, म मेरो प्रोडक्ट जताततै पाइने बनाउन चाहन्छु। हेर्नुहोस् यो सबै चिजमा चाहिँ एआईले इन्टरभिन गरेर के गर्न सक्छ भन्नुहुन्छ भने तपाईँको जबलाई सिरियसली सजिलो बनाउँछ हेर्नुहोस् है त। एआई जब इज नट टु रिप्लेस ह्युमन्स, एआई जब इज टु मेक स्योर एआई डज समथिङ रिपिटेटिभ, काम नलाग्ने दिनचर्याका कामहरू एआईले गर्छ। जुन क्रिएटिभिटी मिस थियो नि, जुन हामीले अहिले मिस गर्छौँ, द्याट ह्युमन टच, द्याट क्रिएटिभिटी जुन मार्केटिङमा मिसिङ छ, त्यो कसले गर्नु पर्यो? हामीले गर्नु पर्यो। अब हामीसँग गुड इनफ टाइम हुनु पर्यो कसको लागि? क्रिएटिभ। पहिले हाम्रा दिनहरू, हाम्रा घन्टाहरू, हाम्रा समयहरू केमा बित्थे भन्नुहुन्छ भने रिपिटेटिभ, जसले चाहिँ भ्यालु क्रिएट गर्दिन त्यो मार्केटिङका त्यस्ता जबमा जान्थे। अब त्यो जब चाहिँ मैले कसलाई दिनु मिल्यो? मैले एआईलाई दिनु मिल्यो। जुन क्रिएटिभ, जुन स्ट्राटेजिक जबहरू छन्, जुन चाहिँ मैले मात्र गर्न सक्छु एज अ फङ्सन अफ मी बिङ अ ह्युमन, त्यो चाहिँ कसले गर्न सक्छ? मात्र मैले गर्न सक्छ। त्यसमा मैले के गर्न सक्ने भए म धेरै समय स्पेन्ड गर्न सकेँ। सो एआई चेन्जिङ द वे वी लुक एट मार्केटिङ। हजुर, अब जस्तो जो मार्केटिङ फिल्डमा काम गरिरहनु भएको छ अथवा मार्केटिङ पढिरहनु भएको छ, तपाईँले यो रिस्क पनि एउटा हाइलाइट गर्नुभयो होइन, जस्तो विभिन्न टुलहरू आइरहेको छन् भनेर। अब जस्तो यो फिल्डमा हुने अथवा आउन चाहनेहरूले चाहिँ कस्तो स्किल सेटहरू डेभलप गर्नु पर्ला ताकि अब यो जुन एआईको अब यो बिगबिगी छ, यसले गर्दा चाहिँ स्टिल रेलिभेन्ट भइरहनको लागि अथवा जब मार्केटमा स्टिल आफूलाई राखिराख्नको लागि चाहिँ कस्ता स्किल्सहरू डेभलप गर्नु पर्ला? हजुर, कस्तो दामी प्रश्न हेर्नुहोस्। यो किन भन्नुहुन्छ भने अब एआई कतिसम्म जाने हो त्यो चाहिँ मैले एन्टिसिपेसन गरेकै हातमा उसलाई उत्तर दिनु पर्ला। मलाई सोध्नुहुन्छ भने सबभन्दा ठुलो मार्केटिङको प्रब्लम कहाँबाट आउँछ भन्नुहुन्छ भने, मार्केटिङमा एउटा ठुलो प्रब्लम कहाँ छ भन्नुहुन्छ भने हामीले चाहिँ साइकोलोजीलाई जहिले पनि ब्याक सिट दिउँ। हेर्नुहोस् त, कस्टमरहरूले के किन्छ, किन किन्छ, कहाँ किन्छ, कसरी किन्छ, त्यो फङ्सन अफ साइकोलोजी हो। हेर्नुहोस् त, कस्टमरले मेनी अ टाइम्स कस्टमरले चाहिएको चिज किन्दै किन्दैन, कस्टमर बौला हो। हेर्नुहोस् है त, कस्टमर रासनल छैन। यो कस्टमर बाटामा चिच्याउँदै हिँडिरहेको हुन्छ लभ एट फर्स्ट साइट भन्दै। जुन व्यक्तिलाई लभ एट फर्स्ट साइट पर्छ, बुझ्नु भएन, त्यसले प्रोडक्ट कुन रासनालिटीमा, कुन कुन लेभलको इन्टेलिजेन्स लाएर किन्छ होला, कसैले कलर देखेर किन्छ हेर्नुहोस्, बुझ्नु भएन, कसैले चाहिँ मलाई सजिलो भएर किन्छ होला, कसैले चाहिँ जस्ट बिकज आई रियली फिल गुड बाइङ थिङ्स भनेर किनेर हुन्छ। भनेपछि कस्टमर यो प्रब्लम छ भनेपछि यस्ता कस्टमरहरू, अझै फेरि अर्को चिज छ, कस्टमर भयङ्कर चेन्ज हुँदैछ। किन भन्नुहुन्छ भने मिलेनियल कस्टमर र जेनजी कस्टमरमा भयङ्कर ठुलो फरक छ। जेनजी हुर्किन्छ, सुत्छ, उठ्छ, बस्छ सबै केमा भन्नुहुन्छ भने इन्टरनेटमा। हेर्नुहोस् है त, उसँग हरेक चिज, उसँग इन्टरनेटको एक्सेस यस्तो भयङ्कर छ। त्यही भएर हेर्नुहोस्
सबभन्दा पहिलो स्किल्स भनेको अरू केही पनि होइन। हेर्नुहोस्, द ओन्ली वान थिङ द्याट वी निड टु लर्न इज साइकोलोजी। यदि मैले कन्ज्युमर बिहेभियर बुझ्छु भन्नुहुन्छ भने, हेर्नुहोस् त, एआई भनेको हामीले एआईको डेफिनेसनमा पनि के भन्छौँ भन्नुहुन्छ भने, मसिनलाई यसरी ट्रेन गर कि त्यसले के गरोस् भन्नुहुन्छ भने ह्युमन बिहेभियरलाई या ह्युमन डिसिजन मेकिङलाई मिमिक गर्न सकोस्। हेर्नुहोस् त, तर हामीले के पनि बुझ्नु पर्यो भन्नुहुन्छ भने त्यसलाई ट्रेन गर्नको लागि, त्यसलाई सर्टेन चिज बुझाउनको लागि पहिले मैले बुझ्नु पर्यो कस्टमर बिहेभियर। मैले कस्टमर बिहेभियर बुझेपछि, मैले कस्टमर साइकोलोजी बुझेपछि मात्र मसिनलाई त्यही साइकोलोजी अनुसार काम गर्न ट्रेन गर्न सक्छ। हेर्नुहोस् है त, त्यही भएर देयर आर फ्यु थिङ्स द्याट वी रियली निड टु, अहिलेको मार्केटिङमा हामीले बुझ्नुपर्ने चिज चाहिँ या जान्नै पर्ने चिज चाहिँ मलाई सोध्नुहुन्छ द फर्स्ट स्किल इज साइकोलोजी। कन्ज्युमर बिहेभियर इज भेरी भेरी ट्रिकी। वाइ ह्युमन्स बिहेभ इन सर्टेन वे त्यो ह्युमनलाई पनि थाहा हुन्न, वान भेरी कम्प्लिट। सेकेन्ड इज हेर्नुहोस् डिजिटल मार्केटिङ। अब हेर्नुहोस् हरेक चिज मार्केटिङ विल बी, द ट्रेडिसनल मार्केटिङ विल बी रिडन्डेन्ट। हेर्नुहोस् किन भन्नुहुन्छ भने मेरा होर्डिङ बोर्डहरूको रेलिभेन्स छैन, मेरा न्युज पेपरहरूको रेलिभेन्स पनि छैन। कसैले भन्नु होला अझै पनि न्युज पेपर रेलिभेन्स छ, अझै होला। हेर्नुहोस् होइन, किनभने चाहिँ हामीले अझैका कुरा गर्छौँ। 2-4 वर्षमा डिजिटल मिडिया यसरी प्रोलिफरेट हुन्छ। हेर्नुहोस् होइन, त्यही भएर प्रोबाब्ली ट्रेडिसनल एडभर्टाइजमेन्ट पनि ठाउँ छैन। त्यही भएर द सेकेन्ड स्किल द्याट यु रियली निड टु लर्न इज डिजिटल मार्केटिङ। अब कतिले सोध्नुहुन्छ डिजिटल मार्केटिङमा के सिक्ने भन्नुहुन्छ भने, डिजिटल मार्केटिङमा सबभन्दा पहिलो अर्को चिज यो सबैले सिक्नै पर्ने, सबैले सिक्नै पर्ने र सबैले बुझ्नै पर्ने चिज चाहिँ एभ्री कम्पनी हेज टु बी अ मिडिया कम्पनी। हेर्नुहोस्, यो मैले सधैँ भनेर आउँछु। किन भन्नुहुन्छ भने एभ्री कम्पनी हेज टु बी अ मिडिया कम्पनी भन्नु चाहिँ अबको टाइम भनेको इट्स अल अबाउट भिडियो, इट्स अल अबाउट भिडियो जेनेरेसन। हेर्नुहोस् त, किन भन्नुहुन्छ भने हामीलाई मन परोस् मन नपरोस्, हेर्नुहोस् हामीलाई बानी लागिसक्यो। हेर्नुहोस् त, हामीलाई के बानी लाग्यो भन्नुहुन्छ भने हाम्रो अब स्क्रोल जुन छ नि, त्यो स्क्रोल चाहिँ बन्दै हुँदैन। हेर्नुहोस् त, तपाईँलाई टिकटकले कतै गएर तपाईँले स्क्रोल गर्दा रोक्छ। तपाईँले फिजिकल बुक पढ्नुभयो भने, तपाईँले फिजिकल बुक पढ्नुभयो भने फिजिकल बुकको लास्ट पेज सकेपछि अब स्टप हो भन्ने थाहा छ। हेर्नुहोस् है त, तर हाम्रा अल्गोरिथम्सहरू, हाम्रा सोसल मिडियाहरू यसरी बनाएका छन् जहाँ चाहिँ द इन्ड भन्ने छैन। हेर्नुहोस्, अब यस्तो द इन्ड नभएका ठाउँमा तपाईँले जति पनि स्क्रोल गर्न सक्नुहुन्छ। हेर्नुहोस्, दिस इज, अहिले मैले तपाईँलाई यतिसको प्रश्न सोध्नुभयो, यो अति नै गलत हो। हेर्नुहोस्, युट्युब तपाईँले हेर्नुहुन्छ नि, युट्युबमा स्टप छ। युट्युबमा किन स्टप छ भने तपाईँले एउटा भिडियो हेर्नुहुन्छ, त्यो भिडियो सकेपछि यु निड टु टाइप अदर भिडियो या उसले रिकमेन्ड गर्छ। तर टिकटकमा छैन, तपाईँको भिडियो सकिन पाउन्न, अर्को भिडियो तपाईँको लाइनमा हुन्छ। भने यस्तो अनलिमिटेड स्क्रोलिङमा हेर्नुहोस्, डिजिटल मार्केटिङ इज द ओन्ली थिङ द्याट विल बी युज टु मेक स्योर देयर इज अ प्रोडक्ट। एडभर्टाइजमेन्टको लागि, भ्यालु क्रिएसनको लागि दोस्रो चिज। तेस्रो चिज तपाईँले भने हेर्नुहोस्, अब कन्टेन्ट क्रिएसन गर्न सबैले जान्न पर्छ, मन परोस् मन नपरोस् है त। सर्ट फर्मेट, लङ फर्मेटको आफ्नै भ्यालु छ युट्युबहरूको, तर सर्ट फर्मेटहरू इन्स्टाग्राम रिल्सहरूको, टिकटक भिडियोजहरूको भयङ्कर ठुलो स्कोप छ। तेस्रो, अर्को चाहिँ चौथो चिज चाहिँ हामीले जान्नै पर्ने भनेको हेर्नुहोस्, वी रियल्ली निड टु अन्डरस्ट्यान्ड द सिआरएम सफ्टवेयर। हेर्नुहोस् है त, यो चाहिँ कतिले कुरा पनि गरेको देख्दैन। हेर्नुहोस्, सिआरएम सल्युसन चलाउन जान्नेको भयङ्करै ठुलो स्कोप छ, यो भयङ्करै ठुलो स्किल छ। किन भन्नुहुन्छ भने जस्तो म नेपाल टेलिकममा काम गर्छु, मेरो नेपाल टेलिकममा एकजना मान्छेले 5,000 6,000 को हरेक महिना रिचार्ज गर्छ। तर त्यो दाइले कुनै पनि महिना 5-6 को रिचार्ज नगरेर 2,000 को या 1,000 रुपियाँको रिचार्ज गर्यो या रिचार्जै गर्न छोड्यो भने मैले थाहा पाउनु पर्यो नि, मेरो यस्तो हाई पेइङ क्लाइन्ट चाहिँ के भयो, कतै गएको छ। नेपाल टेलिकमबाट ऊ कतै जानु भनेको ऊ ग्यारेन्टी एनसेलमा गयो, तर एनसेलमा त उसको स्विच चाहिँ त्यसै थिएन होला। प्रोबाब्ली ही वाज सो डिसअपोइन्टेड विथ एनटिसी, उसलाई स्विच गर्नु पर्यो। यो सब थाहा पाउनको लागि किन चर्न भयो, किन गयो, उसका ग्रिभेन्सहरू के थिए, अनि उसलाई मैले ब्याक टु फ्रन्टमा के कसरी लिनुपर्छ, यसको लागि सबभन्दा ठुलो स्किल भनेको चाहिँ तपाईँले हेर्नुहुन्छ भने के हो, सिआरएम सल्युसन। अर्को चाहिँ हेर्नुहोस्, सुन्दा अचम्म लाग्ला, एभ्रीबडी हेज टु नो पाइथन। हेर्नुहोस् है त, मार्केटिङ र पाइथनको रिलेसनसिप के छ भन्नुहुन्छ भने हेर्नुहोस्, यो बेसिक्स भयो। हेर्नुहोस् है त, कसैले मलाई भन्नु होला एबिसिडी जानेर मार्केटिङ पढ्नको लागि एबिसिडी किन जान्नुपर्छ, पर्छ। हेर्नुहोस्, द्याट्स वेयर द अल्फाबेट स्टार्ट फ्रम। हेर्नुहोस् है त, त्यही भएर पाइथन चाहिँ सबैले जान्नुपर्छ। किन भन्नुहुन्छ भने अब आउने मार्केटिङ विल बी अल अबाउट एआई
एन मार्केटिङ हेर्नुहोस् है त। अनि म एआई बुझ्नको लागि मैले एउटा मात्र प्रोग्रामिङ ल्याङ्ग्वेज बुझे हुन्छ, त्यो मेरो लागि पाइथन हुन्छ एउटा चिज। अनि अर्को चिज हेर्नुहोस्, जान्नै पर्छ भन्दिनँ, तर जाने भने अति बवाल। किन भन्नुहुन्छ, अब हाम्रा धेरै रिपोर्ट्सहरू चाहिँ एआईले निकाल्ने भएको भएर आई रियली वान्ट टु प्रेजेन्ट गुड लुकिङ रिपोर्ट्स। त्यही भएर अझै पनि दोज पिपल हु क्यान मेक गुड लुकिङ ड्यासबोर्ड, हु क्यान मेक ग्रेट युज अफ सर्टेन प्लेटफर्म जस्तो ट्याब्लोहरू, त्यसपछिबाट हाम्रो तपाईँले हेर्नुहुन्छ भने गुगलका प्लेटफर्महरू, या हाम्रो एउटा कुन प्लेटफर्म थियो, पावर बिआईहरू जसले युज गर्न सक्छ, त्यसको पनि भयङ्करै ठुलो पावर छ। सो फेरि हेर्नुहोस्, यसरी फास्ट इभल्भिङ फिल्ड छ नि, त्यो मलाई हजुरले भर्खर मैले भर्खर भन्दैछु, अनि भोलि नै रिडन्डेन्ट हुन पाए, बिकज द्याट फास्ट पेस दिस टेक्नोलोजी इज। हजुर, अब अलिकति हजुर एज अ प्रोफेसर नेपालमा पढाइ पनि रहनु भएको छ होइन, जस्तो एडुकेसन, स्टुडेन्ट र स्किल ग्यापको कुरा गरौँ। जस्तो यो पढाउँदाखेरि चाहिँ इन जनरल नेपाली स्टुडेन्ट्सहरूमा चाहिँ उनीहरूले के सिकिराखेका छन् र मार्केटमा डिमान्ड के छ, त्यो 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 ग्याप कस्तो छ, के देख्नु भएको छ टिपिकल्ली अबाउट मार्केटिङ फिल्ड? हजुर, यस्तो छ, मार्केटमा हेर्नुहोस्, मार्केटमा खोज्छ कि र हामीले दिन्छौँ म भनेर। जस्तै एज अ टिचर द्याट टिचर्स ट्रेडिसनल मार्केटिङ, म चाहिँ डिजिटल मार्केटिङ टिचर पनि होइन, म चाहिँ फन्डामेन्टल्स पढाउँछु। र मलाई जहिले पनि कम्पनीबाट कम्प्लेन के गर्नुहुन्छ भन्नुहुन्छ भने, अब त्यसमा चाहिँ फेरि अब कस्तो अप्ठ्यारो छ हेर्नुहोस्, यहाँ न्यारेटिभ चाहिँ उहाँहरूले के भन्नुहुन्छ भने, सर केही पनि जानेर चाहिँ एउटा भिडियो बनाउन पनि आउँदैन भन्नुहुन्छ। हे भगवान्, मार्केटिङको क्लासमा कसैले कसैलाई भिडियो बनाउन सक्दैन। हेर्नुहोस्, उहाँको एक्सपेक्टेसन पनि मिसम्याच छ। अनि एक्सपेक्टेसन किन मिसम्याच छ भन्नुहुन्छ भने, उहाँले कहिले हेर्नुहोस्, यो एकाडेमिक र इन्डस्ट्रीको कोलाब्रेसन यस्तो बिजोग लेभलमा छ हेर्नुहोस् नेपालमा। के गर्छ भन्नुहुन्छ भने, हरेक कलेजले कुनै न कुनै कलेजसँग एमओयू साइन गर्छ। त्यो एमओयू साइन गरेको दिनदेखि अर्को दिनसम्म त्यो एमओयूमा के छ भन्ने कसैलाई पनि थाहा हुन्न। आजसम्म कुनै पनि कलेजले त्यो एमओयू फर्काएर हेरे भए, या कुनै पनि इन्डस्ट्री, त्यो भएपछि के हुन्छ भन्नुहुन्छ भने, इन्डस्ट्री र एकाडेमिक्स कहिल्यै बसेर कुरा पनि गर्दैन। किन भन्नुहुन्छ भने, भयङ्कर ठुलो पावर असिमेट्री छ हेर्नुहोस्। यो पावर असिमेट्री कहाँ छ भन्नुहुन्छ भने, रिसोर्सेस कोसँग छ, कम्पनीहरूसँग छ। डेटा कोसँग छ, कम्पनीहरूसँग छ। हेर्नुहोस्, पर्सुएसन क्यापेबिलिटी कोसँग छ, कम्पनी छ। कलेजहरू एक दुईवटा ठुला होला, तर नर्मली कलेजहरूलाई मैले यहाँ राख्छु। हेर्नुहोस्, पावर सिमेट्री यति भयङ्कर ठुलो छ हेर्नुहोस्। त्यही भएर प्रोबाब्ली कलेजहरूमा इन्डस्ट्रीलाई बोलाउने पर्सुएसिभ क्यापेसिटी नभयो होला, अनि उहाँहरूको पावर एस्टिमेटले उहाँहरू यति पावरफुल हुनुहुन्छ होला, दुईजनाहरू कहिल्यै पनि सँगै आएन। म अचम्म पर्छु। मैले अन्तको इक्जाम्पल दिनुहोस् है, मैले जर्मनीको देख्छु हेर्नुहोस् है त। एउटा इन्स्टिट्युट थियो आरडब्ल्युटिएस आखेन भन्ने। आरडब्ल्युटिएस आखेनले फुल टाइम अटोमोबाइलहरूसँग काम गर्थ्यो कि। उसले सोध्थ्यो, तपाईँहरूलाई कस्तो मान्छे चाहिएको छ भन्छ, उसले यस्तो भनेपछि यसलाई सिलेबसमा राखौँ भन्थ्यो। यहाँ हेर्नुहोस्, यहाँ चाहिँ हाम्रो आर्ग्युमेन्ट के हुन्छ नि, मैले कति टिचरलाई भेट्छु, स्पेसली त्रिपुरा युनिभर्सिटीको आर्ग्युमेन्टहरू हुन्छ, हाम्रो चाहिँ टियुको जस्तो सिलेबस छ भन्नुहुन्छ। हुन त भने त्यहीँबाट साह्रै आऊ, हुनु भएन किन नहोस्। अब ट्युबाट अब हार्वर्ड, हाम्रो सिलेबस चाहिँ हार्वर्डको जस्तो छ, हाम्रो सिलेबस चाहिँ अक्सफोर्डको जस्तो छ भन्नुहुन्छ। अब तपाईँले सार्ने अक्सफोर्ड हार्वर्डबाट सार्नुहुन्छ। प्रब्लम कहाँ छ भन्नुहुन्छ भने, यही हामी दुइटा कहिल्यै भेटेर गफै गर्दैनौँ। अनि तपाईँले भनेको चाहिँ ग्याप चाहिँ यहाँ छ। हेर्नुहोस्, इन्डस्ट्रीलाई पनि थाहा छैन कि उहाँहरूलाई के चाहिन्छ भने, लिटरली हेर्नुहोस्, इन्डस्ट्रीलाई पनि थाहा छैन उहाँहरूलाई के चाहिन्छ भने। मलाई कहिले के भन्नुहुन्छ, सर डिजिटल मार्केटिङको मान्छे चाहियो भने, अनि त्यही त हो नि सर, फेसबुकमा पोस्ट गरिदिने भन्नुहुन्छ। के यसभन्दा बढी केही चाहिए होइन। त्यसपछि मेरो कलेजबाट एकजना विद्यार्थी जान्छ, काम गर्छ, इन्टर्न बन्छ या फुल फ्लेज इम्प्लोइ बन्छ। उसको काम चाहिँ ह्याप्पी दसैँ, ह्याप्पी तिहार, ह्याप्पी भ्यालेन्टाइन्स डेका पोस्टर बनाउने बाहेक केही पनि त्यो क्यानभाले बनिदिइहाल्छ। च्याट जिपिटीलाई पनि त्यो भनिदिने भने च्याट जिपिटी डज मच बेटर वर्क्स भनेपछि दुइटैमा प्रब्लम छ। इन्डस्ट्रीहरू पनि के भएको छैन भन्नुहुन्छ भने, वर्ल्डमा मार्केटिङमा कस्तो खालको ट्रेन्ड आइरहेको छ त्यो प्रति एक्वेन्ट हुनुहुन्न। अर्को चिज चाहिँ के छ भन्नुहुन्छ भने, कलेजहरूमा पनि के छ भन्नुहुन्छ भने, हामीले एक्जिस्टिङ सिलेबसै पढाइरहेछौँ। अनि हाम्रा कलेजहरू फेरि तपाईँले हेर्नु पनि होला, हाम्रा कलेजहरू नर्मल त्यति प्र्याक्टिकल छैनन्। हाम्रा डिजिटल मार्केटिङका क्लासरुमहरू पनि कम्प्युटर ल्याबमा ल्यापटपका अगाडि नभएर चेयर र हाम्रो के भन्छ, हाम्रो पावर पोइन्ट स्लाइडमा हुन्छन् भने भयङ्कर ठुलो समस्या छ। त्यही तपाईँले भने चाहिँ
उहाँहरूले खोज्ने भनेको उहाँहरूको पनि एक्सपेक्टेसन्स पनि त्यस्तो खतरा छैन। मलाई सुन्नुहुन्छ भने उहाँहरूले माग्ने भनेको एसिओ गर्न जानेको भन्ने हो। एसिओ गर्न जानेका साँच्चै खतरा मान्छेहरू कम छन्, पहिलो चिज। अर्को चाहिँ मार्केटिङ भयङ्कर सिएमओजहरू खोज्नुहुन्छ कुनै कुनै जस्तो इक्जाम्पल म तपाईँलाई दिन सक्छु। उहाँहरूले खोजेको जस्तो हिमालयन जाभालाई अमेरिका जानु पर्यो। अब हिमालयन जाभालाई अमेरिका जानु पर्यो भने हिमालयन जाभा निड्स टु काइन्ड अफ पिपल। हेर्नुहोस् त, एउटा चाहिँ इन्टरनेसनल म्यानेजर जसले नेपाल बुझ्छ किनकि नेपालको ब्रान्ड जाँदैछ, र जसले दुबई बुझ्छ किनकि दुबईमा त्यो कम्पनी इस्टाब्लिस गर्नु छ भनेपछि, किनकि दोज टु कन्ट्रिज आर भेरी भेरी डिभर्स। हेर्नुहोस्, वान कम्स फ्रम प्रिडोमिनेन्टली हिन्दू कन्ट्री, वान कम्स फ्रम प्रिडोमिनेन्टली इस्लामिक कन्ट्री भनेपछि कल्चर फरक छ, गर्ने बिजनेस फरक छ, मान्छेहरू फरक छ, कफीको नेचरै फरक छ, टेस्ट बर्डहरू फरक छन्। त्यही भएर दे निड समबडी हु अन्डरस्ट्यान्ड दिस, हु हेज वर्कड इन दिस इन्डस्ट्री। त्यही भएर यसमा चाहिँ के कुरा गर्छौँ हामीले स्ट्राटेजिक लेभलमा। अर्को हजुरले हेर्नुहुन्छ भने डिजिटल मार्केटिङ गर्ने भाइहरू भेटिन्छ, तर हजुरले हेर्नुहुन्छ भने कन्भर्जनको कुरा, रेलिभेन्सको कुरा, ब्रान्ड इक्विटीको कुरा, यिनीहरू चाहिँ त्यसपछि कन्सिस्टेन्सीको कुरा, त्यसपछिबाट ब्रान्ड मिनिङको कुरा, ब्रान्ड स्टोरीको कुरा चाहिँ कसैले गर्नु हेर्नुहोस् होइन। फेरि कतिलाई भेट्छु हेर्नुहोस्, एसियो गरिरहनु भएको हुन्छ, एसियो गरिरहेको हुनुहुन्छ होइन, तर एसियो मात्रले पनि प्रोडक्ट बिक्छ भन्नु भयङ्करै गलत। हेर्नुहोस् है त, किन भन्नुहुन्छ भने प्रोडक्ट्सहरू गुगलको फर्स्ट पेजमा आएर भएन कि बुझ्नु भएन, मेरो मुटुको फर्स्ट पेजमा आउनु पर्यो कि बुझ्नु भएन। गुगलमा नम्बर 1 छ, मुटुमा एकचोटि गएपछि बुझ्नु 10चोटि मुटु दुख्छ। द्याट ब्याड द कस्टमर सर्भिसेस, द्याट ब्याड द भ्यालु प्रोभाइडेड बाई द कम्पनीज। त्यही भएर यिनी भयङ्कर ठुला प्रब्लम छन् हजुरले हेर्नुहुन्छ भने। त्यही भएर अहिले तपाईँलाई भने हिमालयन जाभा केसमा इक्जाम्पल दिएँ, बिचमै मैले उगाएको छु। दे निड टु काइन्ड अफ पिपल, प्रोबाब्ली वान हु अन्डरस्ट्यान्ड्स द इन्टरनेसनल ल, किन भन्नुहुन्छ भने लिगल कम्प्लिकेसन र इन्टेन्स। अर्को चाहिँ द वान हु अन्डरस्ट्यान्ड पिपल, द कन्ज्युमर, द मार्केट्स, त्यो चाहिँ के होला, मार्केटिङ म्यानेजर होला। त्यही भएर भयङ्कर ठुलो मिसम्याच छ। इन्डस्ट्रीलाई पनि थाहा छैन के चाहियो भन्ने, उहाँहरूलाई एउटा चाहिँ थाहा छ, सर पैसा, सर यस वर्ष लाखको कमाइ भयो, अर्को चाहिँ 2 लाखको गरिदिनुहोस् भनेर आउनुहुन्छ मसँग। सर त्यो ट्यालेन्ट मसँग छैन, मेरो काम चाहिँ इमिडिएट सेल्स होइन, मेरो काम चाहिँ ब्रान्ड बिल्डिङ हो। अनि तपाईँले मसँग 8 वर्ष 10 वर्ष काम गरेपछि तपाईँको ब्रान्ड बन्छ, मेरो ट्यालेन्टले भ्याउँदैन सर भन्छु। कहिले कहाँ आउनुहुन्छ, सर मैले एउटा चामलको फ्याक्ट्री खोलेको छु, मलाई चाहिँ डबल गरिदिनु पर्यो भन्नुहुन्छ। म जहिले भन्छु मेरो त्यो नेपालमा म्याक्सिमम टाइम चाहिँ सर म सक्दिनँ भन्ने। त्यस कतिले भन्नुहुन्छ मार्केटिङ टिचर भन्नुहुन्छ, ठुल्ठुला कुरा गर्नुहुन्छ, जहिले पनि सक्दिनँ भन्नुहुन्छ, सर सक्दैन भन्छु। अनि द्याट्स हाउ माई लाइफ हेज। हजुर, हजुर। अब यही एजुकेसन कल्चरकै थोरै कुरा गर्दाखेरि चाहिँ जस्तो नेपालमा स्टिल एउटा वर्ल्ड वाइड नै एमबिए कल्चर एकदम राइजिङ उसमा थियो होइन, किनकि मान्छेहरूले भन्थे एउटा टाइममा साइन्स डिग्री स्पेसली इन्जिनियरिङ प्लस एमबिए इज वान अफ द बेस्ट डिग्री भनेर। अनि त्यो बाहेक पनि एमबिए कल्चर चाहिँ नेपालमा चाहिँ अझै पनि बुम भइरहेको जस्तो लाग्छ। त्यो अब आजको जमानामा एआई अथवा अलिअलि मान्छे चाहिँ मानिसहरूसँग चाहिँ एकदमै स्पेसिफिक नलेज भएको मान्छेहरू चाहिँ टिक्ने जस्तो छ कि लङ टर्ममा एउटा सानो एरियामा तपाईँ एकदमै एक्सपर्ट हुनुहुन्छ भने। त्यो सिचुएसनमा नेपालमा चाहिँ यो एमबिए डिग्री स्टिल इज इट वर्थ इट? तपाईँले कसरी हेर्नुहुन्छ यो कुरालाई? इन्ट्रेस्टिङ। हेर्नुहोस्, तपाईँले मैले जबै खाइदिनुहुन्छ जस्तो लाग्यो। हेर्नुहोस्, मलाई सोध्नुहुन्छ भने म चाहिँ एमबिए डिग्रीको रेलिभेन्स चाहिँ सिग्निफिकेन्टली घट्दै गएको देख्छु। कारण किन छ भन्नुहुन्छ भने 2-3टा चिज छ। हेर्नुहोस् है त, नेपालमा चाहिँ एमबिए डिग्री तपाईँले भन्छ बाहिर, मलाई बाहिरको कन्टेक्स्ट चाहिँ अर्कै छ। हेर्नुहोस्, नेपालमा चाहिँ के थियो भन्नुहुन्छ भने जति पनि मान्छेहरूले एमबिए पढ्थे, किन भन्नुहुन्छ भने देयर वाज अ भेरी 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 बिग जब गिभर। त्यो जब गिभर चाहिँ ब्याङ्क थियो। हेर्नुहोस् त, नेपालमा एक टाइम यस्तो थियो, नेपालका हरेक एमबिए र बिबिए जब गर्न सक्थ्यो। समथिङ ह्यापन। हेर्नुहोस् त, अब राष्ट्र ब्याङ्कले यस्तो चिज गरिदियो जसको कारणले कलेजलाई सिरियसली गाह्रो भयो। राष्ट्र ब्याङ्कले के गरिदियो, ब्याङ्कहरूलाई मर्ज गरिदियो। राष्ट्र ब्याङ्कको मर्जर नीतिले गर्दा के भयो भन्नुहुन्छ भने ब्याङ्कमा इफिसियन्सी आयो। इफिसियन्सी आएपछि के भयो भन्नुहुन्छ भने मान्छेहरू सिग्निफिकेन्टली कम चाहिन थाले। हेर्नुहोस् है त, त्यही भएर हजुरले हेर्नुहुन्छ भने अहिले एमबिए को विद्यार्थीहरूलाई सबभन्दा धेरै अब्जर्भ गर्ने इन्डस्ट्री ब्याङ्किङ इन्डस्ट्री होइन। हेर्नुहोस्, स्टुडेन्ट्स आर गेटिङ जब इन ई-कमर्स एरिया, प्रोबाब्ली दे आर गेटिङ इन्टु सर्भिस इन्डस्ट्री, अरू प्रोडक्ट मार्केटिङ या एफएमसिजीमा होला भनेपछि अहिले विद्यार्थीहरूको यो फोकस चाहिँ बढेर तपाईँले हेर्नुहुन्छ भने अहिले हरेक विद्यार्थीलाई एउटै सब्जेक्ट पढ्न छ। हेर्नुहोस्, त्यो सब्जेक्टको नाम हो आइटी। हेर्नुहोस्, तपाईँले याद गर्नुहोस्, नेपालमा
एक जमानामा यस्तो थियो, मात्र मान्छेले बिबिए र एमबिए पढ्थे। आज एमबिए र बिबिए पढ्नेको संख्या घटेर यहाँ गएको छ। आइटी पढ्नेको संख्या यहाँ गएको छ। त्यही भएर मेरो सबभन्दा ठुलो डर के छ भन्नुहुन्छ भने, जसरी एमबिएको रिलेभेन्स चाहिँ तपाईँले हेर्नु अरू देशमा पनि, इन्डियामा रिलेभेन्स किन छ म तपाईँलाई एक्जाम्पल दिन्छु। इन्डियामा अझै पनि आइआइटी प्लस आइआइएम मेक द बेस्ट क्वालिटी म्यानेजर। किन होला? आइआइटीले तपाईँलाई के दिन्छ भन्नुहुन्छ भने प्रोडक्टको नलेज दिन्छ, तपाईँलाई अपरेसन्समा बबाल बनाउँछ। हेर्नुहोस्, तपाईँको एप्टिट्युडको अर्कै लेभलमा पुऱ्याउँछ। यु आर अ सिरियसली गुड इन्जिनियर, यु नो हाउ थिङ्स वर्क। त्यसपछि के हुन्छ? यु नो हाउ थिङ्स वर्कले काम गर्दैन, यु सुड नो हाउ थिङ्स गेट सोल्ड। हेर्नुहोस् है त, बनाएर हुन्न। हेर्नुहोस् है त, ग्रेट इन्भेन्सन्स आर मेड इन द ल्याबोरेटोरी, ग्रेट प्रोडक्ट्स आर मेड इन द मार्केट। त्यही भएर हेर्नुहोस्, तपाईँले जति नै राम्रो प्रोडक्ट बनाउनुहोस् न, मार्केटले हो डिसाइड गर्ने। तपाईँको प्रोडक्ट आजको आज फ्लप गरिदिन सक्छ, मार्केटले चाह्यो भने। त्यही भएर मार्केट इज द हिरो। हेर्नुहोस् है त, त्यही भएर आइआइटीको ग्रेजुएट्सहरूले के लिएर आउँछ भने दे न्यू द फन्डामेन्टल्स। अनि कसरी बेच्ने चाहिँ आइएमले सिकाउँछ। हेर्नुहोस्, त्यही भएर जहिले पनि हजुरले हेर्नुहुन्छ आइएमको ग्रेजुएट्सहरू सबभन्दा बबाल कन्सल्टिङमा किन हुन्छ भन्नुहुन्छ भने दे नो द निटिग्रिटी, दे नो अपरेसन्स, दे अल्सो नो हाउ पिपल सेल थिङ्स। हेर्नुहोस्, दे मेक बेस्ट कन्सल्टेन्ट। त्यो छ, भयङ्कर ठुलो इन्डस्ट्री छ इन्डियामा, भयङ्कर ठुलो स्केल छ। नेपालमा दिएर नेपालमा स्केल छैन। नेपालमा स्केल किन छैन भन्नुहुन्छ भने, अब जस्तो तपाईँले हेर्नुहुन्छ भने जस्तो इक्जाम्पलको लागि नेपालका सबभन्दा प्रफिटेबल कम्पनीहरूका कुरा गरौँ है त, साँच्चै प्रफिटेबलका, दराज 100% ओन्ड बाई अलिबाबा इज अ कम्पनी। हेर्नुहोस्, त्यसको पनि रिच हेर्नुहुन्छ भने त्यसको रिच चाहिँ त्योभन्दा पोटेन्सियल भएको कम्पनी केही पनि होइन। किन भन्नुहुन्छ भने इ कमर्सको मार्केट यसै पनि सानो छ, त्यसमा एक्सपान्ड मात्र हुनपर्छ। तर एक दिन यस्तो एक्सपान्सन आउँछ, त्यो प्लाटु हुन्छ। हेर्नुहोस्, त्यसपछिबाट स्केल गर्ने ठाउँ छैन। थ्याङ्क्स टु अलिबाबा ऊ बाहिर छ, त्यही भएर प्रब्लम भयो। तर हेर्नुहोस् त, फोन पे जस्तो कम्पनी, मलाई लाग्छ पहिल्यै त्यो कम्पनी के हुन्छ भन्नुहुन्छ भने त्यसको चाहिँ मार्केट चाहिँ त्यसले जति क्याप्चर गर्नुपर्ने त्यसको पिकमै छ जस्तो लाग्छ। हेर्नुहोस् है त, त्यसपछि स्केल के? हेर्नुहोस्, नेपाल आफैमा हेर्नुहोस्। त्यही भएर नेपालले आफ्ना प्रोडक्टहरूलाई नेपाल बाहिर एज अ मार्केट सोचेन भने, जस्तो हेर्नुहोस् त, अहिले नेपालका सबभन्दा बबाल कम्पनी, मेरो लागि अझै पनि नेपालको हिरो भनेको हिमालयन जाभा हो। हिमालयन जाभा नेपालमा एक्जिस्ट गरेर हिमालयन जाभा have such big plans. They think they can make it very very big outside. They want to go to Dubai, they want to go to Japan, they want to go to USA. हेर्नुहोस् त, त्यही भएर किन भन्नुहुन्छ भने इफ यु ट्रिट होल वर्ल्ड एज अ मार्केट, यु डु हेभ अ स्केल। तर हेर्नुहोस्, नेपालमा आफैमा चाहिँ नेपाल स्केलेबल मार्केट होइन। हेर्नुहोस् त, वाइ मेक्स मनी भन्नुहुन्छ नि, वाइ हेज अ भेरी बिग मार्केट हेर नेपाल। अनि वाइले इन्डियामा पनि 30-35% जति इन्डियाको मार्केट सेयर गर्छ। अनि इन्डियाको 30-35% मार्केट सेयर विल मेक यु फिल्दी रिच। हेर्नुहोस्, त्यही भएर अर्को एउटा प्रब्लम छ, नेपालमा स्केलको भयङ्कर ठुलो कमजोर छ। तपाईँले प्रश्न कहाँ के सोध्नु भएको थियो? मैले कति आई गट क्यारिड अवे। होइन, मैले यो एमबिए रिलेटेड त्यही भएर सोधिरहेको थिएँ। यो हजुरले यो स्टिल घट्दो छ सर। एमबिएको रिलेभेन्स मलाई सोध्नुहुन्छ भने घट्दो छ। किन घट्दो होला? हेर्नुहोस् त, कुनै पनि सब्जेक्ट रिलेभेन्ट हुनको लागि देयर हेज टु बी हेल लट अफ अपर्च्युनिटिज। हेर्नुहोस् है त, अपर्च्युनिटिज यति साँगुरो हुँदै गएको छ। अर्को फेरि हजुरले हेर्नुहुन्छ भने आइटीमा चाहिँ अपर्च्युनिटिजको होप कहिलेकाहीँ हेर्नुहोस् त, कहिलेकाहीँ रियल फिगर चाहिँदैन। आइटी कम्पनीमा पनि भयङ्कर ठुला जबहरू आएको छैन। तर पिपल बिलिभ कि हेर्नुहोस् द कमिङ अफ एआई, ले गर्दा, र अर्को चिज चाहिँ दे हेभ सिन देयर फ्रेन्ड्स इन नेपाल वर्किङ फर अ कम्पनी इन युएस मेकिङ 4-5 लाख अ मन्थ। त्यो चाहिँ इन्सपिरेसन भएको छ। एमबिएले कहिले हेर्नुहोस् त, डक्टर्स जहिले पनि इन्सपिरेसन भए। त्यही भएर पिपल वान्टेड टु बी डक्टर्स। डक्टर्स किन इन्सपिरेसन हुन्थ्यो भन्नुहुन्छ भने समाजसेवा गर्ने, सम्मान हुने, टन्न पैसा हुने। पाइलट्सहरू जहिले पनि ग्ल्यामराइज भए, हावामा उड्ने, बबाल देखिने। हेर्नुहोस् त, चार्टर एकाउन्टेन्ट सोध्ने भने उनले त 10 लाख कमाउँछन्। एमबिएको त्यो छँदै छैन। आइटी इन्जिनियरको छ, द्याट इज अ भेरी भेरी स्ट्रङ ग्ल्यामरस न्यारेटिभ। अमेरिकाको कम्पनीमा कमाउन पाइन्छ, वर्क फ्रम होम गर्न पाइन्छ, घरमा सुतेर 5 लाख कमाउन पाइन्छ। त्यो न्यारेटिभ चाहिँ एमबिएको लागि थिएन। त्यो पहिले थियो एक जमानामा, जब नेपाल त्यति खुल्या थिएन। टन्नै ब्याङ्कहरूलाई जब चाहिएको थियो, ब्याङ्कहरूबाट टन्नै जब क्रिएट हुन्थे, एमबिएहरू मागिरहन्थ्यो। युनिलिभरले टन्नै एमबिए माग्थ्यो, सुरुमा आएको थियो, डाबरले आयो। अहिले त्यो मार्केट चाहिँ भयङ्करै सेचुरेटेड भएको छ। त्यही भएर हजुर कलेज बढाएको छन्, त्यो भने के हो? हेर्नुहोस्, सप्लाई बढाएको छ,
डिमान्ड पनि बढाएको छ। यसमा चाहिँ यसले प्रब्लम के हुन्छ भन्नुहुन्छ भने जब डिमान्ड कम हुन्छ, सप्लाई बढ्छ, त्यसपछि के हुन्छ नि त पुअरर वान्स गेट्स सट डाउन। जस्तो हेर्नुहोस् त विद्यार्थी 10 जना छन्, कलेज 5 जना छन् भनेपछि के हुन्छ टप 5 वटा कलेज मध्ये टप 2 टामा 4 जना 8 जना जालान्, बाँकी जम्मा 2टा विद्यार्थी 2 जना विद्यार्थी 3 टामा डिस्ट्रिब्युट हुनु पर्यो, एउटामा एक वटा जालान्, एउटा त्यसै बन्द भयो, एउटा विद्यार्थी ल्याएर पढाउनु तर एउटा राम्रो पनि हो। हेर्नुहोस् है त यस्तो मार्केटमा चाहिँ त्यही कलेजेसहरू बच्छन् जुन कलेजहरू आर द बेस्ट वान। त्यही भएर टु पुट थिङ सर्ट हेर्नुहोस् एमबिए को रेलिभेन्स चाहिँ नेपालमा भयङ्करी चाहिन्न भने होइन। हेर्नुहोस् मैले भने त्यही आइटी इन्जिनियरहरूको लागि पनि जुन आइटी इन्जिनियर अहिले छन् नि हेर्नुहोस् त तिनीहरूले पनि हेर्दैन दे निड टु सेल देयर प्रोडक्ट्स राइट। हेर्नु त दे निड टु सेल देयर सर्भिस। आखिरमा बेच्न त पर्ने हो, चाहे तपाईँ दबाई नै किन्न बनाउनुहोस्, तपाईँ मोबाइल एप नै किन्न बनाउनुहोस्, तपाईँ सफ्टवेयर नै किन्न बनाउनुहोस्, बेच्नु त पर्छ। तर मैले भने नि बेच्नु पर्छ, त्यसमा चाहिँ सँगै भन, तर त्यो रेलिभेन्स बज त्यो हुन्छ नि एमबिए पढ्न पाता के नै ठुलो काम गरेर त्यो चाहिँ सिग्निफिकेन्टली घटेको छ। हजुर। अब हामी लगभग अन्त्यतिर पनि आइसकेका छौँ होइन। म चाहिँ हजुरले जस्तो अघि भन्दै हुनुहुन्थ्यो नेपालको प्रडक्टहरू चाहिँ बाहिर मार्केटमा पनि जानुपर्छ। एउटा फोनपेको पनि इक्जाम्पल दिनुभयो, एउटा सेचुरेसन जस्तो भइसकेको छ। अब त्यसले अरू कुनै वे खोज्नुपर्छ एक्सपान्ड गर्नलाई भनेर। अब जस्तो के प्रब्लम देख्नुहुन्छ कि नेपालको प्रडक्टहरू चाहिँ ग्लोबल मार्केटमा चाहिँ जुन जसरी जानुपर्ने हो त्यसरी जान सकिरहेको छैन? के छ? कस्तो कस्तो प्रब्लमहरू देख्नुहुन्छ? सर्टली बताइदिनुहोस् न। यस्तो छ 2-3टा प्रब्लम होइन। सबभन्दा ठुलो प्रब्लम त मलाई सुन्नुहुन्छ भने नेपाली कहिलेकाहीँ त्यही सबभन्दा पहिलो त हामीले सुरुदेखि कुरा गरेछौँ। हामी जहिले पनि हामी यस्तो सर्ट टर्ममा कुरा गर्छौँ। हेर्नुहोस् ब्रान्ड बिल्डिङ चाहिँ लङ टर्म एक्सर्साइज हो, वर्षौँ सदियौँ लाएर भन्छ नि उस्तो अन्त जानै पर्दैन। म तपाईँलाई एक्जाम्पल दिन्छु, नेपालका प्रोडक्ट्सहरूको कुरा छ। नेपाल नै किन ब्रान्ड हुँदैन होला? हेर्नुहोस् त आइसल्यान्ड भन्ने एउटा देश छ युरोपमा, हेर्नुहोस् रेकर्ड नम्बर अफ टुरिस्ट। हेर्नुहोस् है त सिङ्गापुर रेकर्ड नम्बर अफ टुरिस्ट, मलेसिया रेकर्ड नम्बर अफ टुरिस्ट, भियतनाम मलाई सोध्नुहुन्छ भने भियतनामको इकोनोमी चाहिँ नेपालभन्दा भयङ्करै ठुलो होइन, ठुलो हो किनकि आजियान हो, सिङ्गापुर थाइल्यान्डको छिमेकी हो, इकोनोमी भयङ्कर, चाइनाका धेरै बिजनेसहरू भियतनाम आएर। तर मलाई सोध्नुहुन्छ भने आजभन्दा केही वर्ष पहिले जब भियतनाम यतिको भाइब्रेन्ट र यतिको स्ट्रङ इकोनोमी थिएन र पनि भियतनाममा टुरिस्टहरूको लाइन हुन्थ्यो, नेपालमा कहिल्यै पनि टुरिस्ट आएन। किन भन्नुहुन्छ भने हामीले चाहिँ कहिल्यै पनि वाइ भनेनौँ, के भन्नु भएन। हाम्रा न्यारेटिभ्सहरू कति कमजोर छन्। हेर्नुहोस् त हाम्रो न्यारेटिभ के हुन्छ भन्नुहुन्छ भने ल्यान्ड अफ गौतम बुद्ध हुन्छ क्या। हेर्नुहोस् त्यो चाहिँ यति कमजोर न्यारेटिभ हो होइन। त्यसमाथि के हेर्नुहोस् त जस्तो इक्जाम्पल पोखरालाई कसरी प्रमोट गरिन्छ भने हेर्नुहोस् त न्यारेटिभ चाहिँ इनकम्पासिङ हुनुपर्छ, त्यसमा चाहिँ मैले धेरै चिज देख्नुपर्छ। जस्तो इक्जाम्पल हेर्नुहोस् त ब्रान्डहरू कसरी भन्छन्। थाइल्यान्ड त्यति सजिलरी ब्रान्ड बनाए होइन कि थाइल्यान्ड एज अ टुरिस्ट डेस्टिनेसन बन्नको लागि चाहिँ त्यहाँ यति धेरै इनकम्पासिङ फ्याक्टर्स छन्। जस्तो इक्जाम्पल तपाईँ थाइल्यान्ड भिजिट गर्नुभयो भने तपाईँ थाइल्यान्डमा बाटोमा हिँड्ने बेलामा त्यही बाटोमा 15-20 जना दाइले कोही तपाईँको घाँटीमा ल्याएर साँप झुन्डाइदिन्छ अनि त्यहाँबाट पैसा मागिरहेको हुन्छ, बुझ्नु भएन। एभ्री स्टेपमा यु आर ट्रिटेड लाइक अ किङ, यु हेभ लड अफ थिङ्स टु डु। तपाईँ पोखरा जानुहोस् त, पोखरा जाने बेलामा तपाईँले हेर्नुहुन्छ बाटोभरि मैले केही गर्न पाउँदैन, त्यही थोत्रो बाटोमा म झ्याका गर्दै पुग्नुपर्छ, त्यसपछि एउटा 5 स्टार होटलमा बस्छु। आई रियली डोन्ट हेभ एसोसिएटेड इन्फ्रास्ट्रक्चर। हेर्नुहोस् त आई डोन्ट हेभ एनी एसोसिएटेड अमेनिटिज। त्यही भएर जब यति कमजोर न्यारेटिभमा कुनै पनि ब्रान्डहरू किन्छ सेम प्रब्लम। हेर्नुहोस् त हाम्रा आफ्ना न्यारेटिभहरू, हाम्रा आफ्ना स्पेसियालिटिजहरू, आफ्ना भ्यालुजहरू कहिले पनि कथाका रूपबाट भन्न सक्दैन। फेरि मात्र नेपाल होइन, मलाई सुन्नुहुन्छ इभन चाइना इज अ very poor when it comes to building stories. अमेरिका इज भेरी गुड। हेर्नुहोस् त कथा कसरी बनाइन्छ। चिकनको खुट्टोलाई केएफसी भनेर बेच्छ। हेर्नुहोस् त सामान्य पाउरोटीलाई मेकडोनल्ड्स भनेर बेच्छ। हेर्नुहोस् सामान्य जुत्ता हो, आई हेभ सिन मेनी बेटर सुज देन नाइकी। हेर्नुहोस् होइन चाइना मेक्स मच बेटर सुज, तर तिनी कहिल्यै पनि ग्लोबल रेलिभेन्समा किन आएन भने अमेरिका इज भेरी भेरी गुड एट टेलिङ स्टोरिज। हेर्नुहोस् अमेरिकाको भयङ्कर ठुलो स्ट्रेन्थ भनेको नि कथा भन्ने। हेर्नुहोस् त कसैले पनि टाइटानिक जस्ता कथा भन्न सक्दैन। दे आर भेरी भेरी गुड एट टेलिङ स्टोरी, वी आर भेरी भेरी पुअर एट टेलिङ स्टोरिज। हेर्नुहोस् त हाम्रा चियाहरूको बारेमा हामीले कहिल्यै भन्न सकेनौँ। हेर्नुहोस् त
हाम्रो कहिले चिया टुरिज्म, टी टुरिज्म कहिल्यै पनि त्यो लेभलमा पुग्नै सक्दैन, बिकज वी आर नेभर एबल टु क्रिएट दोज अमेजिङ स्टोरिज। हेर्नुहोस्, कुरा त कथाको नि। हेर्नुहोस् न, डेमोक्रेसी संसारको सबभन्दा पपुलर प्रोडक्ट भनेको, पपुलर प्रोडक्ट, पपुलर आइडिया डेमोक्रेसी। हेर्नुहोस् त, डेमोक्रेसीलाई यसरी बेच्या छ अमेरिकाले, बुझ्नु भएन, किनकि त्यो न्यारेटिभ बिक्या पनि छ। हेर्नुहोस् त, द कमिङ डाउन अफ कम्युनिस्ट, अहिले हजुरले वर्ल्डमा हेर्नुहुन्छ भने देयर आर ओन्ली 3 or 4 कम्युनिस्ट नेसन। हेर्नुहोस् त, इन्डियामा ओन्ली केरला इज द ओन्ली कम्युनिस्ट नेसन। वाइ? बिकज द्याट डेमोक्रेसी एज अ प्रोडक्ट हेज बिन सोल्ड लाइक एनिथिङ। त्यही भएर तपाईँले भने हामी नेपालीको एउटै प्रब्लम छ, एउटा हामी लिस्ट एम्बिसियस छौँ, सेल्फ कन्फिडेन्स सिग्निफिकेन्टली तल छ, अनि वी डोन्ट क्रिएट स्टोरिज। हामी कस्तो छ, हामी अति नै क्षणिक छौँ। हेर्नुहोस् न, हाम्रो राजनीति पनि त्यस्तै छ। हेर्नुहोस् त, अहिले हजुरले हेर्नुहुन्छ भने राजनीति र प्रोडक्ट्समा भर्खर यसो केही हुनुपर्छ, हेर्नुहोस् सबैलाई त्यही राजनीति, तपाईँलाई राजनीतिमा जान्छ, मलाई राजनीतिमा जान्छ, बुद्धयरको दाइलाई राजनीतिमा जान्छ, कोही टप प्रोफेसरलाई राजनीतिमा जान्छ। एवं द्याट्स द अल्टिमेट गोल। सेम प्रब्लम, यति इन्स्टेन्ट क्षणिक रिजल्ट चाहिन्छ। अ प्रोफेसर क्यान अलवेज बी अ प्रोफेसर एन्ड डु अमेजिङली गुड, तर उसलाई प्रोफेसर बन्न पुगेको छ, उसलाई नेता बन्नुहुन्छ। हेर्नुहोस् है त, हाम्रा पनि के छ भन्नुहोस्, आज प्रोडक्ट बनाएको छ, भोलि बेच्नु छ, बन्दैन। त्यसरी टन्नै पैसा कमाउनु छ। हेर्नुहोस्, अर्को एउटा बुझौँ है त, गुड प्रोडक्ट, कुनै पनि प्रोडक्टलाई टन्नै, मेरो लागि कतिले मलाई सोध्नुहुन्छ, मेरो लागि गोल्ड स्टार ब्रान्डै होइन कि, कतिले भन्नुहुन्छ गोल्ड स्टार किन ब्रान्ड, मेरो लागि गोल्ड स्टार लोगो हो, बुझ्नु भएन, मेरो लागि नाइकी ब्रान्ड हो, नाइकी स्ट्यान्ड्स फर समथिङ, गोल्ड स्टार डजन्ट स्ट्यान्ड फर एनिथिङ। अनि मैले त गोल्ड स्टार बाहिर लगेर बेच्न सक्छु। हेर्नुहोस् त, त्यही भएर म प्याट्रियोटिक छु भन्दैमा, बुझ्नु भएन, म प्याट्रियोटिक त्यसै पनि छैन। हेर्नु, मलाई कसैले गोल्ड स्टार नेपालमा बनेको भने लगायो भने म मरे लाउँदैन। मैले के देख्नु पर्यो भन्नुहुन्छ, मैले भ्यालु देख्नु पर्यो। म भ्यालु चाहिँ नाइकीमा देख्छु, म गोल्ड स्टारमा देख्दैन। हेर्नुहोस्, किन देख्दैन होला भन्नुहुन्छ भने मलाई भन्नु नि त, केही यु डोन्ट स्ट्यान्ड फर एनिथिङ। नाइकीले, हेर्नुहोस् त, नाइकी हेज अलवेज स्टुड फर एथलिट्स। नाइकी जहिले पनि स्पोर्ट्सको कुरा गर्छ। नाइकीले कहिले ओ हे हजुर कता बलियो जुत्ता यता भनेर प्रचार गरेर देख्नु भएको छ? भन्दैन। उसलाई बालै छैन। उसले जुत्ताका कुरै गर्दैन, उसले खेलका कुरा गर्छ, उसले खेलकुदका कुरा गर्छ, उसले खेलाडीका कुरा गर्छ। हेर्नुहोस् त, कति खतरा ब्रान्ड छ। हेर्नुहोस् त, आफ्नो बारेमा केही भन्दैन र ब्रान्ड बन्छ। हेर्नुहोस् त, द्याट्स कल्ड पोजिसनिङ। हेर्नुहोस् त, कति खतरा। मेरो एउटा, त्यही तपाईँले नेपालको किन बन्दैन भन्नुहोस्, वी आर फर एभ्रीबडी। हामी हरेकका लागि छौँ के। हेर्नुहोस् त, हामीले जे चिज बनाउँछौँ, वी वान्ट टु सेल इट टु एभ्रीबडी। इफ यु रियली वान्ट टु सेल टु एभ्रीबडी, वी नेभर मेक अ ब्रान्ड। हेर्नुहोस्, अर्को इक्जाम्पल, एउटा तपाईँहरूको छिमेकी स्विडेनमा स्विडेनको एउटा ब्रान्ड छ भोल्भो। त्यो भोल्भो भन्ने गाडी तपाईँले हेर्नुहुन्छ भने इन्डिया नेपालतिर खासै सुनिँदैन। भोल्भोको कारहरू यति पपुलर छ युरोपमा, नट बिकज इट डज ओन्ली वान थिङ, म भन्दा सेफेस्ट गाडी अरू केही पनि छैन। तिमीलाई बन्जी गर्न मन लाग्छ, तिमी खतरा छौ, एडभेन्चरस छौ, जाऊ बन्जी गर बिना रोप लिएर, बुझेनौ? त्यो भयो भने अरू गाडी चढ। तिमीलाई आफ्नो बच्चा बच्चीको चिन्ता छ भने म तिम्रो लागि, हेर्नुहोस् त, आई वान्ट टु सेल टु एभ्रीबडी। म सबैलाई बेच्न चाहन्छु, तर म सबैलाई बेच्न सक्दैन। सबैलाई बेच्नको लागि रिसोर्सेस चाहिन्छ। रिसोर्सेस लिमिटेड छन् त म्यानेजमेन्ट भने हो। हेर्नुहोस् त, नत्र म्यानेज किन गर्नु पर्थ्यो? मार्केटिङ म्यानेजमेन्ट किन भने भन्नुहुन्छ भने मार्केटिङलाई रिसोर्सेस लाग्छ, रिसोर्सेसको अभाव छ, त्यही भएर यसलाई म्यानेज गर्नुपर्छ। यदि कुनै पनि रिसोर्सेस अथाह हुन्थ्यो भने हामीले नर्मली, हजुरले हेर्नुहुन्छ भने वाटर रिसोर्स म्यानेजमेन्ट भन्ने कन्सेप्ट नै वाटरको स्कार्सिटी भएपछि आएको। वाटर फालाफाल संसारभरि हुन्थ्यो भने वाटर रिसोर्स म्यानेजमेन्ट सबसे पढ्नै पर्दैन। वाटरको यति भयङ्कर स्कार्सिटी छ, पिपल थट कि दिस एज अ रिसोर्स सुड बी म्यानेज। हेर्नुहोस्, त्यही प्रब्लम छ। हामी कथा भन्नमा कमजोर छौँ, हामीले सबैलाई बेच्न खोज्छौँ, हामीलाई इन्स्टेन्ट रिजल्ट चाहिएको छ, अनि ब्रान्ड बिल्डिङ इज अ लङ टर्म इन्डिभर। हेर्नुहोस्, त्यही भएर त्यही अर्को इक्जाम्पलमा चाहिँ त्यही हेर्नुहोस् न, मेरो लागि याकिनेती ब्रान्ड होइन कि, मेरो लागि याकिनेती स्ट्यान्ड्स फर नथिङ, मेरो लागि हयात ब्रान्ड हो। फेरि मेरो लागि हिमालयन जावा ब्रान्ड हो, हिमालयन जावा स्ट्यान्ड्स फर समथिङ। हेर्नुहोस् त, नेपालको ब्रान्डहरू कति खतरा हुन्छन् भन्नुहुन्छ नि, यसोले बुझिन्छ। हिमालयन जावा मेरो लागि हिरो किन भन्नुहुन्छ भने नेपाल प्रिडोमिनेन्टली चिया खाने समाज हो। चिया खाने समाजलाई कफी खाने समाज बनाउनुको देन हिमालयन जावाको। हेर्नुहोस् त, उसले के भन्यो भने तपाईँ प्रोग्रेसिभ हुनुहुन्छ, तपाईँलाई केटीसँग डेट जानु छ भने के गर, हिमालयन जावामा गएर कफी खाऊ। हामी नर्मल होइनौँ, हामीहरू एक्सक्लुसिभ हौँ, हामी प्रिमियम हौँ। हामीले 400 रुपियाँ चार्ज गर्छौँ, तर तिमीलाई 400 बराबरको के दिन्छौँ, भ्यालु दिन्छौँ। हेर्नुहोस् त, हिमालयन जावा भन्दा मच बेटर अरू कफी हाउसहरू छन्। म कफीको लागि हिमालयन जावा जाने होइन कि, बुझ्नु भएन, म हिमालयन जावामा छु भन्नको लागि जाने हो। दास हाउ ब्रान्ड आर्मी कति फरक पर्छ। आई रियली वान्ट टु टेल अदर पिपल हाउ सोफिस्टिकेटेड, हाउ प्रोग्रेसिभ, हाउ मोडर्न आई एम। कहाँ भेट्ने भन्दा मेरो साथीले दिएर हुन्छ हिमालयन जावा।
मलाई थाहा छ बुझ्नु भएन, ही वान्ट्स टु टेल मी हाउ प्रोग्रेसिभ, हाउ मोडर्न, हाउ प्रोबब्ली अर मेनी टाइम्स हाउ रिच ही इज। या हजुर सर, अब हामी यो पोडकास्टको लगभग अन्त्यतिर पनि आइसकेका छौँ। यो एकदमै भास्ट टपिक छ मार्केटिङ, यो बिजनेस इथिक्स इट्सेल्फ, र फ्युचरमा पनि हामी यही टपिकहरूमा फेरि केही अरू सिरिजकै रूपमा पनि केही गर्न सक्छौँ सर। यो समयको लागि, संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। र आज हामीसँग हुनुहुन्थ्यो प्रोफेसर कृष्ण खनाल, भेरी प्यासनेट अबाउट मार्केटिङ, एक्सपर्ट अफ मार्केटिङ। र हाम्रो अडियन्सहरूको लागि पनि यो एकदमै राम्रो इन्फर्मेसन, सायद केही सिक्ने अवसर पनि भयो होला। र हामीलाई सबैजनाले जसले हेर्दै हुनुहुन्छ सबैजनालाई धेरै धेरै धन्यवाद। र हाम्रो सोसल मिडियामा र हाम्रो युट्युबमा यो हामीले अपलोड गर्नेछौँ, र यहाँहरूलाई मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्नुहोला। र यहाँहरूको समय शुभ बितोस्। धन्यवाद। धन्यवाद सर। थ्याङ्क यू सो मच फर इन्भाइटिङ।